यसमा के हुन्छ भन्दाखेरि कर्तव्य पनि सँगसँगै जोडिन्छ हैन। अधिकार र कर्तव्य सँगसँगै आउने कुरा भयो र कर्तव्यको कुरा चाहिँ कोड अफ कन्डक्ट भित्र पर्छ। हामीले त्यो पेशा निर्वाह गर्दाखेरि, पेशा सञ्चालन गर्दाखेरि हाम्रो उत्तरदायित्वहरू के हो, हामीले के कर्तव्य निर्वाह गर्नुपर्छ र हाम्रा चाहिँ गाइडलाइन्सहरू के हो, मापदण्ड के हो, सामाजिक उत्तरदायित्व सोसियल रेस्पोन्सिबिलिटीलाई हेरेर त्यो कुराहरू चाहिँ खास गरी प्रेस काउन्सिलको कार्यक्षेत्र हो र त्यसमा चाहिँ बढी हामी चाहिँ कर्तव्य मैत्री भएर हैन अरूलाई चाहिँ यसरी हामी प्रश्न गर्दाखेरि यो चोर अम्लौता देखाउँदा चारवटा अम्ला यता फर्किरहेको हुन्छ। त्यसो भएर अधिकार र कर्तव्य दुवै चाहिँ सँगसँगै आउने कुरा हो। अब यहाँ मैले दुई तीनटा पहिला पत्रकारिताकै अलिकति कुरा गरौँ, तीन चारवटा नमुना न्युज यहाँ मैले कटिङ हालिदिएको छु। यो धेरै त्यहाँ अलि क्लियर बुझिन्न, तर म यसको के गर्छु भन्दा अलिकति डिस्क्राइब गरिदिन्छु। एउटा छ यो नागरिक दैनिकमा छापिएको समाचार हो। यो चर्चित दिलशोभा श्रेष्ठ प्रकरण भनेर चाहिँ यो धेरै चर्चित न्युज हो। नागरिक दैनिकको वर्ष 5 अङ्क 301 मा छापिएको थियो। फर्स्ट पेजमा दिलशोभालाई यौन दुराचार आरोप भनेर हैन 4 कोलममा फर्स्ट पेजमा यसरी छापेको एउटा न्युज हो। र अर्को त्यहाँ छ यो चाहिँ जनआस्था साप्ताहिक। सो हेर्नुहुन्छ होला नि, यो बुधबार, हरेक बुधबार ब्ल्याक एन्ड व्हाइटमा निक्लिन्छ जनआस्था साप्ताहिक। यो अलिक पुरानो न्युज हो, 59 असोज 23 गतेको। फिल्म नगरीको रङ्गीन रात भन्ने शीर्षकमा छापिएको थियो भित्री पेजमा। र यो चाहिँ यो एकदम चर्चित छ। मैले चाहिँ यहाँ लिएको चाहिँ खास गरी मेरो थेसिसमा, मेरो मास्टर्सको जर्नलिजमको थेसिसमा पनि मैले जर्नलिस्ट कोड अफ कन्डक्टको चाहिँ विकली न्युज पेपरहरूमा इम्प्लिमेन्टेसन स्टाटस के छ भनेर स्टडी गर्दाखेरि यो केसलाई अलिकति बढी मैले केस स्टडी पनि गरेको थिएँ। यो दोस्रो न्युज। र तेस्रो चाहिँ अलिकति मधुरो आयो। तेस्रो चाहिँ के छ भन्दाखेरि यो चाहिँ रसेन्द्र भट्टराई प्रकरण भनेर नेपाली पत्रकारितामा 22 वर्ष अगाडिको न्युज हो। यो अलि सानो छ, मैले राम्रो खोजेको त्यो पाइनु त्यो बेलाको 22 वर्ष अगाडिको पत्रिका पनि मैले पाइनँ। यो चाहिँ 2060 सालमा कान्तिपुर दैनिकले प्रकाशन गरेको न्युज छ। र अर्को एउटा यो चाहिँ राजेश हमालको घर छेउमै बलात्कार भन्ने शीर्षकमा चाहिँ यो चाहिँ राजेश हमालले नै यो चाहिँ के गर्नुभयो त भन्दा यो न्युज यो राजेश हमालले नै त्यो न्युजको कटिङ हालेर चाहिँ राजेश हमालले नै के गर्नुभयो भन्दाखेरि त्यो फेसबुकमा यो कपुरधारा भनेर लेखेको भए हुन्थ्यो नि, यो चाहिँ यो शीर्षक राखेको भन्नुभयो। यो आचार संहितासँग रिलेटेड भएको हुनाले म 4वटा स्याम्पल दिएको हो र यो चाहिँ जनआस्था साप्ताहिकमै छापिएको हो राजेश हमाल। यो 3टा न्युज मध्ये चाहिँ यो न्युजमै जाउँ पहिला। यो चाहिँ के अरे यो नागरिक दैनिकको चाहिँ जुन छ नि यो नागरिक दैनिकको न्युज किन इम्पोर्टेन्ट छ भन्दाखेरि उसले यो पहिला न्युज लेख्यो, लगातार त्यसलाई फलोअप स्टोरीहरू पनि बनायो 5-7 एपिसोड 10औं एपिसोडसम्म, र पछि चाहिँ माफी माग्यो पहिलो पेजमा। यो न्युज चाहिँ गलत साबित भयो, हामी क्षमा याचना गर्दछौँ भनेर सायद नेपाली पत्रकारितामा आफूले लेखेर अनि पटक फलोअप पनि गरेर गल्ती भएपछि यो गल्ती भएछ भनेर माफी मागेको पनि एउटा उदाहरण छ। प्रतीक प्रधानजी त्यसमा प्रधान सम्पादक हुनुहुन्थ्यो नागरिक दैनिकको त्यो बेला। यो त्यसकारण अनि यो रसेन्द्र भट्टराईको यता छेउको चाहिँ मैले सानो त्यो कटिङ मात्रै छ यो रसेन्द्र प्रकरण। त्यसमा शीर्षक थियो $5 खरबपति भए नेपाली भन्ने 2060 सालको। त्यो चाहिँ त्यो न्युज छापिएपछि त्यहाँ युवराज घिमिरे एकदम निष्ठापूर्ण पत्रकार सम्पादक हुनुहुन्थ्यो, उहाँले राजीनामा दिनुभयो। एउटा अखबारमा आफूले रोकेर गएको समाचार बेलुका दैनिक पत्रिकामा छापियो, त्यसपछि उहाँले चाहिँ पछि रिजाइन दिनुभयो। एउटा सम्पादक राजीनामा दिएको, एउटा चाहिँ गल्ती भयो भनेर माफी मागेको, अर्को सम्पादकले त्यो न्युज मिडियासँग कुरा नमिलेर टसल भएपछि अलि आफ्नो आत्मसम्मानमा ठेस पुग्यो भनेर राजीनामा दिएको। र तेस्रो चाहिँ जनआस्था साप्ताहिकको चाहिँ यो अलिक कडै छ। निजी जीवनमाथि लक्षित गरिएको समाचार थियो र प्रतिक्रिया नलिएको थियो। र त्यो बेलामा एउटा कला क्षेत्रमा भर्खरै लाग्दै गरेको नायिका श्रीषा कार्की त्यसपछि आत्महत्या गरेर निधन भएको छ। यो 3टा मैले स्याम्पल ले चाहिँ 20 वर्षदेखि 20-22 वर्षदेखिको नेपाली पत्रकारिताको एउटा चित्र यहाँ देखाइरहेछ। अब यो के भएको त भन्दाखेरि हामीले कुरा यसबाट किन गर्नु पर्यो भन्दाखेरि यो चाहिँ पत्रकारिताको चाहिँ के अरे यो एक खालको के भन्छ यसलाई चिरहरण हैन। त्यसो भने सबै पत्रकारिता खराब छ त भन्ने प्रश्न पनि आउला। 2-3टा उदाहरण दिएर सबै पत्रकारिता खराब छैन। एउटा नमुना लिएको, हामीले चाहिँ इररलेस गर्नु पर्यो नि त पत्रकारितालाई। इररलेस कति बेला हुन्छ भन्दा जति बेला हामीले पत्रकारको आचार संहिताहरू, प्रेस सम्बन्धी कानुनहरू परिपालना गर्दै जान्छौँ, गल्ती कमजोरी कम हुँदै जान्छ। एउटा चाहिँ बोरामा 1-2टा आलु कुहियो भने पनि त्यसले अरूलाई बिगार्छ नि त।
हो त्यो प्रब्लम हो। आचार संहिता पूर्ण रूपमा सबै पत्रकारले र सबै के अरे मास मिडियाहरूले आम सञ्चार माध्यमले पालना नगर्दा चाहिँ यस्ता उदाहरणहरू यो मैले जुन नमुना उदाहरण दिएँ यस्तो हुन जान्छ। त्यसकारण पत्रकारिता विकृति रहित हैन इरर भन्दा इरर 1-2% गल्ती होला तर यस्तो ब्लन्डर चाहिँ नहुने गरी सुधार्ने गरी हामी चाहिँ लाग्नुपर्छ। त्यो कुरा कसले सिकाउँछ त भन्दा पत्रकारिता आचार संहिताले सिकाउँछ। अब पत्रकारिता आचार संहिताको कुरा गर्दाखेरि के हो पत्रकारको आचार संहिता अथवा आम सञ्चार माध्यमको आचार संहिता भनेर कुरा गर्ने हो भने अब यो एउटा खासमा यो कुनै हार्ड एन्ड फास्ट ल कानुन होइन, यो चाहिँ नैतिक मापदण्ड होइन, एउटा इथिकल गाइडलाइन्स भन्छ यसलाई। त्यो नैतिक मापदण्ड, मान्छे नैतिकता भन्ने कुरा त्यो जबरजस्त गर्ने पनि होइन, स्वतःस्फूर्त होइन। कति पोलाइट छ, कति चाहिँ एकदम मान्छे चाहिँ नैतिक छ, नैतिकवान छ, निष्ठापूर्ण छ भन्छ नि। त्यो धेरै कुरा चाहिँ के त भन्दाखेरि खराब मान्छे पनि असल मान्छे दुईटा एक ठाउँमा राख्यो भने हामी कम्पेरिजन गर्छौँ नि, कस्तो नैतिक मान्छे छ भनेर सबैले चाहिँ सराहना गर्छौँ नि। त्यसो भएर यो चाहिँ ऊ नैतिकवान छ भने उसको लाइफ राम्रो हुन्छ, उसले प्रगति गर्छ, ऊ सबैको लागि नमुना बन्छ। त्यसकारण धेरै कुरा यो फोर्सफुल्ली हुँदैन, स्वतःस्फूर्त आउँछ कि त्यो कुराहरू चाहिँ सोसाइटी, कल्चर, आफ्नो चाहिँ पारिवारिक ब्याकग्राउन्ड सबै कुराले चाहिँ प्रभाव पर्छ। त्यसो भएर यो चाहिँ के छ भने डिसिप्लिनसँग, बिहेभियरसँग, सोसाइटीसँग, रिलिजनसँग होइन, नर्म्स एन्ड भ्यालुजसँग रिलेटेड हो आचार संहिता भन्ने कुरा। अब यो चाहिँ लको कुरा चाहिँ के भने कानुन र आचार संहिता त्यसो भएर फरक हो। कानुन चाहिँ कानुन नै भयो, बाध्यकारी हुन्छ, त्यसले जेल सजाय तोक्छ, आर्थिक जरिवाना तोक्छ। तर आचार संहिताले दिने सजाय चाहिँ नैतिक सजाय हो, नैतिक सजाय हो। त्यो चाहिँ नीतिगत हुन्छ, त्यसले चाहिँ सच्याउन र सुधार्न चाहिँ बल गर्छ। मान्छे एकपल्ट भुलवश गल्ती भयो फेरि दोस्रोपल्ट यो गर्दैन भन्छ नि। जस्तो यो नागरिक दैनिकको अघि मैले कुरा गरेँ नि, नागरिक दैनिकले पहिला जबरजस्त त्यो सिद्ध गर्न खोज्दै थियो, कहीँबाट प्रमाण पनि भेटेन, त्यो भएन, लास्टमा चाहिँ नैतिकतापूर्वक उसले माफी माग्यो। गल्ती हुनसक्छ पत्रकारितामा, तर गल्ती भएको चिजलाई रियलाइजेसन गरेर यस्तो गल्ती हामीबाट हुन गयो होइन, आउँदो दिनमा हामी यो गल्ती गर्दैनौँ र यस्तो गल्ती गरे बापत जुन चाहिँ क्षति भएको छ, अपूर्ण क्षति भएको यसमा क्षमा माग्छौँ अब भनेर त्यो प्रतिबद्धता दिनु पनि एउटा नैतिकताको पाठ हो। आचार संहिताले यही कुरा गर्छ। र यो चाहिँ के अरे पत्रकारिताको आचार संहिता हरेक पेसाको हुन्छ आचार संहिता, हरेक पेसाको आचार संहिता हुन्छ। जस्तो डक्टरको हुन्छ, न्यायाधीशको हुन्छ, शिक्षकको पनि हुन्छ, विद्यार्थीको हुन्छ। आचार संहिता किन चाहिन्छ भन्दा त्यो पेसालाई व्यवस्थित, मर्यादित, व्यावसायिक बनाउनको लागि आचार संहिता पहिलो शर्त हो होइन, पहिलो शर्त हो। पालना गर्नै पर्छ। मान्छे पनि त आफ्नो डिसिप्लिनलाई यही फेरि आचार संहिता कस्तो कुरा हो पत्रकारको आचार संहिता चाहिँ भन्दा यो हलमा हामी छौँ यतिजना होइन, सञ्चारकर्मी, विभिन्न मिडियामा काम गर्ने अरू विभिन्न अभियन्ता होइन, को छौँ। अब यहाँ के अरे हामी एउटा नियम बनाऊँ, यसमा चाहिँ हामी ध्यान दिएर सुन्ने, डिसिप्लिन हुने, फोन आयो भने नउठाउने, बाहिर जानु पर्यो, इमर्जेन्सी पर्यो भने जाने, हात उठाएर टाइम लिएर, अथवा क्वेसन गर्नु पर्यो भने चाहिँ पहिले टाइम लिने, यस्तो एउटा केही हामीले गाइडलाइन्स, इथिक्स, नियम बनायो भने त्यही हो आचार संहिता। त्यसो भएर हरेक डक्टरको छ, अरू चिकित्सकको छ, के अरे लयरको छ, न्यायाधीशको छ। पत्रकारहरूको पनि के हो त भन्दा पत्रकारहरू आफै मिलेर बनाउँछन्, आफै मिलेर परिपालना गर्छन् होइन, आफै मिलेर बनाउने, आफै मिलेर परिपालना गर्ने। जस्तो पत्रकारको आचार संहिता चाहिँ युनिभर्सिटीको प्रोफेसरहरू, पत्रकारिता क्षेत्रको वरिष्ठ व्यक्तिहरू, अलिकति अनुभवीहरू, अनि त्यसपछि नेपाल पत्रकार महासङ्घ होइन र प्रेस काउन्सिल, यो सबै मिलेर चाहिँ सल्लाह गरेर अब के गर्दै आएको छ, के चाहिँ हिरर छ, हाम्रो पेसा चाहिँ मर्यादित बनाउनु, अब के थप्नुपर्छ भन्ने कुरा वृहत सल्लाह गरेर अनि एउटा चाहिँ सर्वस्वीकार्य गाइडलाइन्स बनाएर त्यसलाई चाहिँ अनि प्रेस काउन्सिल नेपालले त्यसलाई जारी गर्ने होइन। प्रेस काउन्सिल नेपाल चाहिँ त्यसको अभिभावक संस्था हो मिडिया क्षेत्रको। अनि सबैको सल्लाह र सहमति लिएर प्रेस काउन्सिलले चाहिँ त्यो बनाउँछ, ड्राफ्टिङ गर्छ, अनि त्यसपछि त्यसलाई चाहिँ जारी गर्छ। त्यो जारी गरिसकेपछि आफैले सल्लाह गरेर बनाएको नियम त आफूले पालना गर्नेको कर्तव्य हुन जान्छ नि। अनि सबै मिलेर त्यसलाई परिपालना गर्ने चाहिँ दायित्व चाहिँ सबै पत्रकारको हो, सञ्चार क्षेत्रको मान्छेको हो होइन, मास मिडिया सञ्चालकहरूको हो। त्यसो भएर यो चाहिँ आफै मिलेर कोड अफ कन्डक्ट भनेको आफैले कन्डक्ट गर्ने, आफैले कन्डक्ट गर्ने, एउटा गाइडलाइन्स बनाउने, यो दफामा यो गर्ने, यो दफामा यो गर्ने भन्ने। त्यसो भएर राज्यले एकदम जबरजस्ती फोर्स गराएको कुरा होइन। प्रेस काउन्सिललाई चाहिँ
बिचको चाहिँ अटोनोमस इन्स्टिट्युसन भन्छ कि प्रेस काउन्सिल भनेको, यो राज्य पनि हो पत्रकार पनि हो। जस्तो यसले के गर्छ भन्दा पत्रकारिता क्षेत्र र सरकारलाई चाहिँ जोड्ने ब्रिजको काम गर्छ, पुलको काम गर्छ। यसले पत्रकारको पनि कुरा सुन्नुपर्छ, राज्यको पनि अलिकति कुरा सुन्नुपर्छ। किन राज्यले चाहिँ जहिले पनि के भन्छ त भन्दा नियन्त्रणको कुरा गर्छ, शासकहरूलाई नियन्त्रणमुखी पत्रकारिता चाहिन्छ। अनि प्रेस एज अ सञ्चारकर्मीको रूपमा हामी चाहिँ स्वतन्त्रता बढी खोज्छौँ। त्यसो भएर त्यो अधिकार र कर्तव्यको सन्तुलनको कुरा छ नि, सन्तुलनको कुरा चाहिँ यहाँ प्रेसले चाहिँ विशेष गरी प्रेस काउन्सिलले पनि अब अथवा कोड अफ कन्डक्टले पनि, जर्नलिस्ट कोड अफ कन्डक्टले पनि यो सन्तुलनको कुराहरू उठाइरहेछ। अब धर्म के अरे पत्रकारले त्यसो भएर पालना गर्नुपर्ने नैतिक मापदण्डलाई चाहिँ हामी के भन्छौँ, पत्रकार आचार संहिता भन्छौँ। यसमा दुईटा कुरा भयो, एउटा प्रेस फ्रिडम भयो, एउटा अर्को चाहिँ प्रोफेसनल जर्नलिजम भयो अथवा रेस्पोन्सिबिलिटी, सोसियल रेस्पोन्सिबिलिटी। स्वतन्त्रतासँगै आफ्नो उत्तरदायित्व, दुईटै कुरालाई यसले चाहिँ फ्युजन गर्छ। प्रेस काउन्सिल त्यसो भए प्रेस स्वतन्त्रताको बाधक हो त भनेर प्रश्न आउला, त्यो होइन। प्रेस स्वतन्त्रतालाई चाहिँ प्रवर्धन गर्दै व्यावसायिक पत्रकारिता अथवा आचार संहितायुक्त पत्रकारिताको अभिवृद्धिमा काम गर्छ प्रेस काउन्सिल। दुईटै कुरालाई सँगसँगै हान्छ। प्रेसलाई फ्री पनि छोड्नुपर्छ, फ्री भनेर फेरि सीमाविहीन स्वतन्त्रता कुनै पनि हुँदैन नि, स्वच्छन्दतावादतिर जान्छ। त्यसो भयो भने सीमाविहीन चाहिँ हुँदैन कि, त्यो जेमा पनि स्वच्छन्दतावादतिर जान्छ। त्यसो भएर के हुन्छ त भन्दा केही कुराहरूमा प्रेस फ्रिडमको चाहिँ अब लयर साथीहरू पनि हुनुहुन्छ, जस्तो केही कुराहरूमा चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू पनि छ, अन्तर्राष्ट्रिय कानुनहरू पनि छ र कन्स्टिट्युसनहरूले पनि गरेको छ। जस्तो व्यक्तिको निजी गोपनीय राइट टु प्राइभेसी भनेर आइरहेको छ नि, हाम्रो नेपालको संविधान 2072 पनि के छ भन्दाखेरि एउटा धारामा चाहिँ सञ्चारको स्वतन्त्रताको सञ्चारको हक स्थापित गरेको छ, सँगै अर्को धारामा चाहिँ निजी गोपनीयताको राइट टु प्राइभेसीलाई त्यत्तिकै व्यवस्थित गरेको छ। त्यसो भएर अब हामीले कलम चलाउँदाखेरि पब्लिक म्याटर हो कि प्राइभेट म्याटर हो, होइन? नितान्त प्राइभेट म्याटर भए त्यो पब्लिकमा जाँदैन। त्यसको चाहिँ डिमार्केसन क्लियर गरेर, जस्तो निजी रूपमा बाँच्न पाउने अधिकार छ नि, त्यसलाई दखलबाजी गर्नु प्रेसको कर्तव्य होइन। तर त्यो चाहिँ सार्वजनिक सरकारसँग जोडिएको व्यक्ति छ, ऊ चाहिँ छ भने उसको पनि फेरि उसको निजी विषय पनि तर के हुन्छ, सार्वजनिक हुन्छ। दुईटैलाई उत्तिकै मान्यता दिएको छ हाम्रो कन्स्टिट्युसनले, अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो। त्यसो भएर बिना प्रमाण बिना आधार अरूलाई गाली बेइज्जती हुने, मानहानि हुने, चरित्र हत्या गर्ने गरी चाहिँ के गर्न, सामग्रीहरू प्रकाशन गर्न, प्रसारण गर्न होइन पाइँदैन। त्यो लिमिटेसन्स हो एउटा प्रेसको लिमिटेसन्स। प्रेस फ्रिडम भने पनि त्यो लिमिटेसन। अर्को लिमिटेसन्स त्यस्तै छ। दोस्रो के छ भन्दाखेरि भल्गारिटी भन्छ नि, अश्लीलता। समाजमा चाहिँ एकदम चाहिँ के अरे अश्लीलता फैलाउने, विद्वेष फैलाउने होइन, अब त्यो चाहिँ प्रोग्राफिक कुराहरू पाउँदैन नि। त्यसले के समाजमा मास मिडिया भनेको लार्जर अडियन्सलाई त्यो एक्सपान्सन फैलाउने कुरा भयो। अनि लार्जर अडियन्सलाई फैलाउने क्रममा चाहिँ त्यो मास मिडिया युज गर्दाखेरि 1बाट 2, 2बाट 4, 4बाट 100, 200, 500, 1000 लाखौँलाई पुग्छ नि। त्यो चाहिँ विषाक्त भएर अलिकति पनि त्यसले सुसूचित होइन कुसूचित पार्छ। त्यस्तोमा चाहिँ राज्यले प्रतिबन्ध पनि लाउन सक्छ। त्यसो भएर हाम्रो कानुनहरू पनि त छ नि त, ती सामग्रीहरू जफत गर्न सक्छ राज्यले। अश्लीलता प्रसारिकी सामग्रीहरू भल्गारिटीको छ भने कानुनहरूले पनि त्यो क्लियर गरेको छ। त्यसो भएर यो अश्लीलता होइन, अश्लीलताको कुरा पनि सीमाविहीन छ, सीमा छ कि त्यसको, सीमाविहीन चाहिँ हुँदैन। अर्को चाहिँ कन्टेम्प्ट अफ कोर्ट भन्छ, अदालतको अवहेलना। अर्को अहिले बिचमा एउटा हाम्रो दृष्टि न्युज मिडियाको बजारमा चर्चा पनि चलेको छ नि, अदालतको अवहेलनाको चाहिँ उसमा सम्पादकलाई बोला होइन, दृष्टि साप्ताहिकका शम्भु श्रेष्ठ वरिष्ठ पत्रकार। त्यहाँ पनि कुरा केमा हामी क्लियरली बुझ्नुपर्छ भन्दाखेरि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तिनवटा अङ्ग छ समाजमा होइन, प्रेस पनि छ अर्को। अब त्यो जुडिसियरी विशेष गरी न्याय, अब पार्लियामेन्टले के बनाउँछ, कानुनहरू बनाउँछ। कानुन बन्ने प्रक्रिया के हो त, संसदले बनाउँछ। त्यसको लागि संसद चाहिँ सार्वभौम छ, जनताको प्रतिनिधि जितेर जान्छन्, उनीहरूले कानुन बनाउँछन्। अनि बनाएको कानुन चाहिँ कार्यान्वयन गर्ने जिम्मा कसलाई छ, गभर्मेन्टलाई छ, एक्जिक्युटिभलाई, सरकारलाई छ कार्यान्वयनमा ल्याउने कुरा। अनि त्यसको चाहिँ विवाद भयो भने फैसला गर्ने काम चाहिँ न्यायालयलाई छ। विवाद भयो भने संविधानको कानुनको व्याख्या विभिन्न गर्न चाहिँ भयो भने। अनि त्यहाँनिर के छ त भन्दा यो तिनटै पालिका छ नि, त्रिपालिका, तिनटैको आफ्नो ठाउँमा उत्तिकै महत्त्व छ। एकले अर्कालाई उत्तिकै सम्मान गर्नुपर्छ र दखलबाजी दिन मिल्दैन, अन्तर्राष्ट्रिय अभ्यास हो।
त्यसपछि यो कानुनको कुरामा चाहिँ बनाएको कानुनको व्याख्या गर्ने मामिलामा चाहिँ कुनै मुद्दा पर्छ, विचाराधीन मुद्दाहरूमा न्यायलाई प्रभावित गर्ने गरी स्वतन्त्रता छ भन्दैमा मिडियाले त्यसलाई चाहिँ प्रकाशन गर्न मिल्दैन। र मिडियाको पनि मुख्य काम के हो त? समाजमा न्याय जुन क्षेत्र छ नि, न्याय क्षेत्र न्यायालयप्रति आस्था फैलाउन, न्यायिक आस्था फैलाउनलाई प्रवर्धन गर्ने काम गर्नु पर्यो। मिडियाको हातमा चाहिँ तपाईँको त्यो के अरे तरबार छ, दुईतिर धार भएको मसँग तरबार छ। त्यो तरबार छ भन्दै भने जो भेटे त्यसलाई म छर्काउँदै हिँड्न मिल्छ? कर्तव्य त्यहाँ मिल्छ? मिल्दैन। हो, मिडिया त्यस्तो पावरफुल तरबार हो, न्यायालय पनि त्यस्तो पावरफुल तरबार हो। तर त्यहाँ विवेक, न्यायिक मनलाई स्पष्ट गरेर चाहिँ काम गर्नुपर्छ। त्यही भएर रेस्पोन्सिबिलिटी भने त्यहाँनिर हुन्छ। तरबार छ भन्दैन त्यो जसलाई जे गर्न नमिले जस्तै मैले यहाँ राखेर साँच्चीकै मलाई चाहिँ खतरा जन्ने अवस्था आयो, मेरो चाहिँ सुरक्षै नहुने भयो भने मात्रै युज गर्नु पर्यो। मिडिया त्यस्तो हतियार चाहिँ हो, तर हतियार हो भन्दैमा जे गर्न पनि मिल्दैन भन्ने सेन्समा यो अन्तर्राष्ट्रिय अभ्यास चाहिँ के छ त भन्दा न्यायिक हिसाबको अभ्यासमा चाहिँ यो समाजमा न्यायिक वातावरण स्थापना गर्ने, न्यायालयप्रति अनास्था फैलाउने काममा चाहिँ मिडियाले होस् कि जुनसुकै व्यक्तिले, प्रधानमन्त्रीलाई पनि अदालतको अवहेलनामा बोलाइदिइरहेको हुन्छ। बिचमा प्रचण्डजीको पालो उहाँलाई बोलाएको थियो, कहिले पोलिटिसियनलाई बोलाउँछ, कहिले कि न्यायालय क्षेत्रभित्र रहेको असाधारण र असीमित अधिकार हो। त्यसले चाहिँ के भन्छ भन्दाखेरि जुनसुकै व्यक्तिले गरेको अभिव्यक्ति, उसका क्रियाकलाप अर्थात् आम सञ्चार माध्यमहरू मार्फत प्रकाशित भएको समाचार, लेखन, होइन, प्रसारण, त्यसले यद्यपि त्यो चाहिँ पछि हेरिङ हुन्छ, त्यसको फेरि होइन एउटा न्यायिक प्रक्रियामा जान्छ, लाग्यो न्यायालयलाई लाग्यो भने आफैले मुद्दा चाहिँ त्यो विषयमा चाहिँ मुद्दा दर्ता गर्ने, दरखास्त दिने र आफैले सुनवाई गर्ने र आदेश दिने काम हुन्छ। त्यो नेपालको मात्रै होइन संसारको न्यायिक अभ्यासमा छ। त्यसो भएर हामीले के गर्नु पर्यो? सीमाविहीन छ भने यहाँनिर न्यायिक मर्यादालाई कायम राख्दै समाजमा न्यायिक वातावरण चाहिँ स्थापना गर्नलाई न्यायिक मनहरू, होइन, किनभने रुल अफ ल भन्छौँ नि हामी, विधिको शासन। विधिको शासन त एउटा विधि बनाएपछि विधिलाई सबैले फलो गर्नु पर्यो। अनि विधिको शासनमा विधिलाई टेरिएन भने के हुन्छ? अराजकता हुन्छ, भद्रगोल हुन्छ, होइन। संसार चलाउन त कानुन चाहियो, संविधान चाहियो। त्यसकारण चाहिँ न्यायिक आस्थामा आँच आउने गरी चाहिँ अथवा फैसला प्रभावित हुने गरी नगर्ने भन्ने मिडियाको त्यो मिडियालाई पनि त्यो लिमिटेसन्समा हालेको छ। र कन्टेम्प्ट अफ कोर्ट, अदालतको अवहेलनाको मामिला हो। मैले 3-4वटा कुरा भने, एउटा यो अश्लीलताको कुरा भने, अर्को राइट टु प्राइभेसीको कुरा भने, अर्को चाहिँ अदालतको अवहेलनाको कुरा भने, अनि अर्को पार्लियामेन्टको आफ्नै खालको चाहिँ के अरे स्पेसल प्रिभिलेज भन्छ। जस्तो हाम्रो कानुन बनाउने के छ त? संसद छ, विशेषाधिकार भन्छ के संसदको। स्पेसल प्रिभिलेज के दिएको छ भने संसद भनेको जनताबाट निर्वाचित हो, जनताबाट निर्वाचित भएको निकाय भएको हुनाले जनताको प्रतिनिधिले बोल्छन् त्यहाँ र उनीहरू स्वतन्त्र ढङ्गले बोल्न पाउँछन्। त्यस भएर पार्लियामेन्टमा बोलेर को विषयमा अदालतको मुद्दा पनि चल्दैन। त्यो कुरो त्यही आफ्नै प्रक्रिया छ, त्यहाँ प्रोसिडियर छ। त्यसले केही गर्यो भने त्यहाँको कार्यविधि छ, त्यहीँबाट चाहिँ ऊ हुन्छ। र फौजदारी केसमा लाग्यो भने चाहिँ सभामुखको आदेशपछि मात्रै त्यो राज्यले त्यसलाई चाहिँ के गर्छ त? फौजदारी केस लाग्यो भने अनि सभामुखको आदेश लिएर मात्रै उसलाई चाहिँ निलम्बन गरेर अनि केस लाग्छ। नत्र भने उसले बोलेको विषयमा चाहिँ एकदम नियमापत्ति भयो भने त्यही रेकर्डबाट हटाउने बाहेक अरू कारबाही हुन सक्दैन। बोल्न जनताको प्रतिनिधि भएको हुनाले, जनताको मत उसले बोल्ने भएको हुनाले के गर्छ त भन्दाखेरि केही सीमितताहरू हामीले बुझ्नु पर्यो। त्यस भएर प्रेस फ्रिडम चाहिँ फ्रिडम, असाधारण फ्रिडम चाहिँ हामीलाई छैन। हामीले चाहिँ त्यो चाहिँ जनप्रतिनिधिको पनि त्यो मर्यादा राख्नुपर्छ र जस्ताको जस्तै चाहिँ उनीहरूले बोलेको कुरा चाहिँ फेब्रिकेटिङ नगरी, सेन्सेसनल नपारी, होइन, पब्लिकलाई देखाइदिने। हामी चाहिँ जनताको प्रतिनिधिको रूपमा मिडिया चाहिँ एज अ मिडिया कम्युनिकेटर अथवा एज अ जर्नलिस्ट उनीहरूले गरेको कुरा चाहिँ पब्लिकलाई राखिदिने काम चाहिँ हाम्रो हो। त्यसो भएर यो आचार संहिताको कुरा चाहिँ दुईटै कुरा आउँछ र आचार संहिता त्यसो भएर कडा खालको नियमको कुरा होइन, त्यो के अरे कानुन होइन। त्यसले दण्ड, जेल सजाय यस्तो दिँदैन, नैतिक सजाय हुन्छ। सजायको स्टेपहरू केही छ, म पछि कुरा गर्छु। पत्रकारले गर्ने आचार संहिताको मात्रै म यहाँ कुरा गर्छु। त्यसो भएर हाम्रो कानुनको स्रोतहरूको रूपमा के गर्छ त भन्दाखेरि हाम्रो कानुन समाजमा त यो अहिले राज्य शासन प्रणाली सुरु हुनुभन्दा पहिला त के त धर्मबाट चाहिँ पहिला विकास हुँदै, होइन, एउटा चाहिँ धार्मिक राज्यबाट बिस्तारै यो चाहिँ हामी राजनीतिकरणतिर गयौँ। त्यसो हुनाले पादरीहरू, धर्मगुरुहरू अथवा आफ्नो कम्युनिटीका आफ्नो धर्मका
उनीहरूको बोलबालाबाट बिस्तारै अब हामी चाहिँ अहिले के अरे यो जनता, त्यसपछि चाहिँ पार्टी, देश होइन, अब त्यो शासन प्रणाली, टेरिटोरी भएपछि अनि शासनको सिस्टममा गयौँ, धार्मिक। त्यसो भएर हाम्रो कानुनको अहिले जति पनि बनेको छ नि, कानुनको मूल स्रोत चाहिँ धर्म छ कि। जस्तो मुस्लिम कन्ट्रीतिर जानुभयो भने उनीहरूको त्यो कुरानका चाहिँ कुराहरू, सुन्नी समुदायहरू धेरै अहिले कट्टर मुस्लिम कन्ट्रीहरूमा त्यसबाट गाइडेड भएका त्यो कानुन छ। जस्तो हिन्दू राष्ट्रहरूमा पनि धेरै चाहिँ अहिलेसम्म हिन्दूको चाहिँ एउटा मान्दै आएको प्रचलनहरू पनि कानुनमा उल्लेखित भएको छ। त्यसो हुनाले यो के हुन्छ त भन्दा पाप र धर्म भन्छौँ नि हामी, पाप र धर्म भन्छौँ नि। त्यस भएर यो आचार संहिता केसँग त हरि भएको मान्छे अथवा एउटा चाहिँ अरूको अहित नचाहने, अथवा यो मैले जुन पत्रकारितामा नि जुन 3टा इक्जाम्पल दिएँ नि, त्यसले के गरे त पत्रकारिता क्षेत्र चाहिँ ड्यामेज, एउटा ब्ल्याक भनेर खोज्यो नि त। त्यो नगर्नु पर्थ्यो नि। त्यो नगरेर केले सिकाउँछ हामीलाई? धर्मले सिकाउँछ, आस्थाले सिकाउँछ, होइन, विचारले सिकाउँछ। आचार संहिता त्यस कारण चाहिएको। त्यो चाहिँ ठुलो कानुन हो, सेल्फ रेगुलेसन हो के। अनि तर त्यो हामीले फलो गरेनौँ, नगर्दा नगर्दै त्यस्तो हुन गयो। त्यसो भएर चाहिँ निष्ठा, धर्म भनेको व्यावसायिक धर्म होइन, प्रोफेसनलिजम के, व्यावसायिक धर्म। अनि त्यो धर्म पालना गरेपछि निष्ठावान हुन्छ मान्छे हो। त्यो निष्ठा भयो भने निष्ठा भनेकै आचार संहिता हो, निष्ठापूर्ण, डिग्निटी। त्यसो भएर पत्रकारिता क्षेत्रको यो प्रिन्सिपल अफ जर्नालिजम भनेर हामी सानो कुरा ABCDEFलाई लिन्छौँ। एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, डिसेन्सी, इथिक्स, फेयरनेस। यो 5-6वटा कुरा चाहिँ अब एक्युरेसी, सत्य तथ्य, ब्यालेन्स, सन्तुलन, क्रेडिबिलिटी, विश्वसनीयता, डिसेन्सी, शिष्टता, इथिक्स आचार संहिता। अहिले हामीले फोकस हुने चाहिँ इथिक्समा, आचार संहिता, र फेयरनेस, निष्पक्षता। यति कुरा चाहिँ पत्रकारिताको व्यावसायिक धर्म हो। यही व्यावसायिक धर्मको आधारमा हामीले गाइडलाइन्स बनाएको छौँ। गाइडलाइन्स होइन, यो पत्रकारहरू के अरे पत्रकारहरू मिलेर नै उत्पादन हुन्छ, पत्रकारहरूले नै कार्यान्वयन गर्ने हो। र के को लागि? पत्रकारिता पेसालाई मर्यादित र शुद्ध बनाउनलाई कार्यान्वयन गर्ने। त्यसको लागि चाहिँ यो जारी गरेको छ। र नेपालमा चाहिँ हेर्दाखेरि अब हाम्रो आचार संहितामा कुरा जम्मा हो होइन। हाम्रो चाहिँ प्रेस काउन्सिल नेपालले जारी गरेको के छ त भन्दा यो पत्रकार आचार संहिता 2073, पहिलो संशोधन 2076 भन्ने छ। 73 सालमा बनेको थियो, त्यसलाई 76 मा अलिकति हामीले संशोधन पनि गरेका छौँ। त्यसो भएर त्यो छ। त्यसमा 14वटा बुँदा छ। पत्रकारले देहायका बमोजिम कार्य गर्नुपर्ने छ भनेर 14वटा बुँदा राखिदिएको छ। अनि अर्को चाहिँ के छ त भन्दा पत्रकारले देहायका कामहरू गर्न मिल्दैन भनेर अर्को 14वटा बुँदा राख्छ। ठ्याक्कै सम्झिन पनि सजिलो। 14वटा बुँदा जुन राखिदिएको छ, त्यसलाई चाहिँ अक्षरशः पालना गर्यो भने हाम्रो पत्रकारिता नि शुद्ध हुन्छ। हामी चाहिँ एकदम समाजलाई पनि राम्रो सन्देश दिन्छौँ होइन, र त्यो राम्रो हुन जान्छ। अब आचार संहिता यो छ, 73 मा बनेको, 76 मा देखि चाहिँ संशोधन भएको। अहिले हामीले यही हो होइन, पत्रकार आचार संहिता र निर्देशिकाहरू भनेर प्रेस काउन्सिलले छापेको हो। वेबसाइटमा पनि पाइन्छ। त्यहाँ प्रेस काउन्सिल आउनुभयो भने हामी प्रिन्टेड कपी पनि तपाईँलाई दिन्छौँ। यहाँ नमुना एउटा मैले ल्याइदिएको छु। यसमा चाहिँ छ प्रेस काउन्सिलले जारी गरेको के छ भन्दाखेरि पत्रकार आचार संहिता 2073, पहिलो संशोधन 2076। यसको कन्टेन्टमा म अहिले पछि जान्छु। र अरू पनि छ प्रेस काउन्सिलले गाइडलाइन्सहरू बनाएको। बाल मैत्री सञ्चार निर्देशिका 2073 भन्ने छ एउटा। अपाङ्ग मैत्री सञ्चार निर्देशिका 2073 भन्छ। महिला उत्तरदायी सञ्चार निर्देशिका 2076 भन्ने छ। र ज्येष्ठ नागरिक मैत्री सञ्चार निर्देशिका 2078। 4वटा गाइडलाइन्स चाहिँ अहिले प्रेस काउन्सिलले यो आचार संहिता एउटा, र त्यसमा आवश्यक भयो भने अर्को पनि बनाउन सक्छ। यो चाहिँ आवश्यकताको आधारमा यति छ। यसमा यो विशेष गरी अहिले जर्नलिस्ट कोड अफ कन्डक्ट र यो चाहिँ अपाङ्गता मैत्री सञ्चार निर्देशिका 73 को चाहिँ आजको हाम्रो चाहिँ छलफलको अलि बढी विषय यसमा हुन जान्छ। अब अरू प्रेस सम्बन्धी कानुनहरू पनि छ। त्यो कानुनको डिटेलमा यहाँ कुरा गर्दिनँ। अनि इन्टरनेसनल कोड अफ कन्डक्टहरू पनि छ। IFJ भन्छ नि, इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, त्यसले जारी गरेको पनि छ। अनि निर्वाचनको बेलामा नेपालमा चाहिँ यो आवधिक निर्वाचनको बेला चाहिँ अरू पनि पत्रकार आचार संहिताहरू निर्वाचन आयोगले जारी गर्छ। अरू स्पेसल कोड अफ कन्डक्टहरू आउँछ, त्यो कुराहरू पनि पर्छ चुनावको बेलामा आउने। ती सबै जति जारी हुन्छ हामीले पालना गर्ने चाहिँ हाम्रो मूल कर्तव्य हुन जान्छ। अब त्यसलाई चाहिँ हामीले कति पालना गर्न सकेका छौँ, सकेका छैनौँ, त्यो गऱ्यो भने चाहिँ के हुन्छ त पत्रकारिता चाहिँ हाम्रो मर्यादित पत्रकारिता हुन्छ, व्यवस्थित पत्रकारिता हुन्छ। त्यसरी चाहिँ हामीले काम गर्नुपर्छ। अब यो आचार संहिताको अलिकति पृष्ठभूमिको कुरा गरौँ। त्यसो भए अब
पृष्ठभूमि अब कसरी यो कन्सेप्ट सुरु भयो भन्ने कुरा है। अब खास गरी सन् 1916 मा प्रेस काउन्सिलको कन्सेप्ट चाहिँ स्विडेनबाट सुरु भयो। सन् 1916 मा जुन स्विडेनमा प्रेस काउन्सिल गठन भयो, स्विडिश प्रेस काउन्सिल इज दि ओल्डेस्ट प्रेस काउन्सिल, विश्वको सबभन्दा पहिलो प्रेस काउन्सिल स्विडेनको। स्विडेनमा अहिले पनि मर्यादित पत्रकारिता एथिकल जर्नलिजमको कुरा हुन्छ, जुन मैले सुरुमा भने नि अधिकार र कर्तव्यको कुराहरू, यो सबै चाहिँ यसको नमुनाको 5-7वटा देशमा अमेरिका चाहिँ प्रेस फ्रिडमको हिसाबले चाहिँ राम्रो मानिन्छ। विशेष नर्दर्न पार्टका अमेरिकाहरू चाहिँ यो फ्रीली प्रेस फ्रिडम चाहिँ अधिकार उपयोग गर्ने देशमा मानिन्छ। स्विडेन चाहिँ एथिकल जर्नलिजमको लागि एकदम राम्रो मानिन्छ। जापानको त्यस्तै छ, जापानको पत्रकारिता के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम शिष्टतापूर्वक झडै झगडा कलह होइन द्वन्द्व सिर्जना गर्दैन पत्रकारले होइन, सद्भाव भाइचारा सिर्जना गर्छ। र त्यहाँको चाहिँ त्यो राज संस्था र पार्टीहरू राज संस्थाको नि विरोध गर्दैन, त्यहाँको चाहिँ जापानको चाहिँ अर्को चाहिँ उनीहरूको धर्मको पनि उनीहरूले विरोध गर्दैन। त्यो खालको हरेक देशको नमुना छ। चाइनाको पत्रकारिताको, चाइना चाहिँ के अरे मिडियाहरूलाई चाहिँ एउटा कम्युनिस्ट पार्टीको एउटा होइन राम्रो कुरा जनतामा लाने टुलको रूपमा प्रयोग गर्छ। अलिकति नियन्त्रित मुखी पत्रकारिता छ, तर जर्नलिजमको चाहिँ त्यो पूर्वाधारहरू विकासहरू चाहिँ पर्याप्त भएको छ। म त अब तेस्रो पल्ट चाइना बिचमा पुगेर आएँ, त्यहाँको चाहिँ मिडियाको चाहिँ स्टाटस अब हामी यसरी फ्रीली कुरा गर्ने त्यस्तो वातावरण चाहिँ त्यहाँ मिल्दैन। नभए पनि के छ त भन्दा होइन सिन्वा न्युज एजेन्सीदेखि त्यहाँका चाहिँ दिल्लीहरू टेलिभिजनहरू संसारलाई उसले चाहिँ च्यालेन्ज गरिरहेछ, विकास गरिरहेछ। त्यो विकास गर्नुको एउटा टुलको रूपमा चाहिँ मिडियालाई चाहिँ लिइरहेको छ। अब त्यसो भएको हुनाले स्विडेन चाहिँ प्रेस काउन्सिल सबभन्दा पहिला गठन भएको देश चाहिँ स्विडेन हो होइन। अब त्यसपछि नेपालमा चाहिँ कसरी सुरु भयो होला त? नेपालमा यो पत्रकारिताको इतिहास त नेपालको लामै छ होइन। अनि त्यसपछि नेपालमा चाहिँ पत्रकार आचार संहिताको कुरा चाहिँ अब कहिलेदेखि सुरु भयो, अलिकति हिस्ट्रीमा जानु पर्यो हामी। विक्रम सम्वत 1958 होइन, 1958 वैशाख 24 गते सोमबारदेखि नेपालमा के भयो, गोर्खापत्र साप्ताहिक रूपमा सुरु भयो। त्यस भएर गोर्खापत्रको हिस्ट्री लामो छ। पहिलो के अरे राज्य तहबाट सुरु भएको पत्रिका हो। त्यो गोर्खापत्र सुरु गर्नलाई श्री 3 देव शमशेर, राणा प्रधान देव शमशेरको पालामा सुरु गर्नलाई 15 गते नै 58 सालको वैशाख 15 गते चाहिँ के गर्यो भन्दाखेरि यहाँ सनद जारी गरे। सनद जारी गरेर त्यो एउटा राजाले जारी गरेर लालमल रायको कानुनको रूपमा लको रूपमा आएको थियो खासमा होइन। के अब गोर्खापत्र प्रकाशन हुनेको के छाप्ने के नछाप्ने भनेर पण्डित नरदेव पाण्डे जुन त्यसको सम्पादक तोकिएको थियो उनलाई एउटा टास्क दिएको थियो त्यसले होइन। तर त्यहाँ चाहिँ के छाप्ने के नछाप्ने भनेर जुन छाप्न हुने कुरा र नछाप्न हुने कुरा, त्यहीदेखि चाहिँ नेपालमा पत्रकारहरूको एउटा कानुन र त्यसो भएर आचार संहिता सँगसँगै जान्छ कि धेरै कुराहरू। कति चाहिँ कानुनको कार्यक्षेत्र, कति चाहिँ आचार संहिताको कार्यक्षेत्र भनेर त्यहाँ सँगै बसेर त्यसलाई चाहिँ अलिकति विश्लेषण गर्नुपर्छ। त्यो बेला चाहिँ त्यो सनद सवाल चाहिँ के को रूपमा ल्याएको थियो भन्दाखेरि एउटा कानुनको रूपमा लालमोहर लाएर ल्याएको थियो। तर त्यहाँ छाप्न हुने र नहुने कुरा चाहिँ क्लियर गरिदिएको छ राज्य तहबाट। र के भन्छ भन्दा छाप्न हुने कुरा चाहिँ के हो त गोर्खापत्रमा भन्दाखेरि यहाँ चाहिँ त्यही शब्द जे छ म त्यो भन्छु। जङ्गी निजामतीले असल तरक्की गरेकोमा उनको पुर्खाउलीदेखिको बयान छाप्न हुनेमा है, अदालत विषयमा अन्याय भएको प्रमाण पुर्याएको दोबिता भयाको अड्डा खानाका हाकिम अड्डामा नबसी फोहोर गरेकोमा त्यो बेलाको भाषा छ यो है, पक्का गरी छाप्नु भन्छ। पक्का गरेर मात्रै छाप्नु त्यस्तो कुरा छ भने सोर्स भेरिफिकेसन होइन, त्यहाँ कन्फर्म गर्नु प्रमाणहरू खोज्नु भन्ने कुरा त्यही बेलादेखि यसमा चाहिँ कुरो गरेको छ। र अनि राम्रो काम चाहिँ प्रशंसा चाहिँ गरेको छ भने के अरे कुनै निजामतीले कर्मचारीहरूले असल तरक्की गरेकोमा होइन उनको चाहिँ पुर्खाउलीदेखिको चाहिँ उसलाई जोडेर चाहिँ प्रशंसा कुरा छापिदिनु ताकि अरूले चाहिँ अरूलाई पनि नमुना होस् भनेको हो। त्यसपछि बाबुले अब के अरे छाप्नु अनि के अरे बाबुले कमाएको धन जुवा होइन, यो शब्द त्यही छ धन जुवा। त्यो बेलाको धन जुवा अनि बिहे विचारको कुरा गरे हो। रन्डीबाज बदनियत गरी खर्च गर्नेको डेढ पनि छापिदिनु भनेको कुलतमा लागेको छ अथवा त्यस्तो जुवा तास खेल्छ यस्तो छ भने त्यस्तो कुरा चाहिँ विकृतिहरू चाहिँ ल्याएर छाप्नु, समाजको विकृति अखबारमा ठाउँ दिनु भनेको। यस्तो कुराहरू के भन्यो त्यसले छाप्न हुने भनेर त्यही बेलामा हाम्रो गएको। छाप्न नहुनेको कुरा पनि त्यहाँ राखिदिएको छ, लामो छ। मैले एउटा यहाँ इक्जाम्पल मात्रै लिएको। फौज विषय र हात हतियार राजकाज विषय यो चाहिँ छाप्न नहुने भयो। फौज विषय
अहिले पनि के चाहिँ नेसनल सेक्युरिटीको कुराहरू हैन, सेना सम्बन्धी हात हतियारको कुराहरू, त्यो कुरा चाहिँ अघि मैले लिमिटेसन्स अफ त्यो भनेको थिएँ नि, हाम्रो चाहिँ पत्रकारको प्रेस फ्रिडमभित्र पाइँदैन, सूचनाको हकले नि माग्न पाइँदैन। जस्तो दसैँको बिदा छ, यहाँ चाहिँ कति यो हाम्रो चाहिँ नेपालको चाहिँ आर्मीसँग गोला बारुद कति छ, त्यो बारुद खान स्वयं मलाई सूचनाको हक अन्तर्गत पाइयो भने दिँदैन। राज्यलाई भोलि लडाइँ हुन सक्छ, शत्रु राष्ट्रमा यो डाटा जान सक्छ नेसनल सेक्युरिटीको लागि। त्यसले चाहिँ अब दसैँको बेला छ, कति बिदामा बस्यो, कति आर्मी यहाँ तैनात छ, मलाई चाहियो भने पनि यस्तो दिँदैन। त्यो फौज विषय र हात हतियार राजकाजको विषयमा चाहिँ सेन्सिटिभ विषय हो, नेसनल सेभर्निटीसँग चाहिँ जोडिन्छ, यो चाहिँ छाप्न नहुने भन्छ। अनि हाम्रो तारिफको कुरा नछाप्नु भनेको छ। राणाहरूले लालमोहर लाएर दिएकोमा हाम्रो प्रशंसा चाहिँ नगर्नु है भनिरहेको छ। अनि अर्को के भनेको छ, श्री 5 र श्री 3 सरकारका दरबारभित्रका स्वास्नी मानिसका विषय यो पनि नछाप्ने विषय भन्छ हैन। त्यो बेलाको अब जेन्डरको हिसाबमा कसरी हेर्ने, तर यो कुरालाई पनि अलिकति त्यसरी चाहिँ गरेको छ। अब आचार संहिताको चाहिँ पृष्ठभूमि भयो, मूल रूपमा जे भने पनि यो हाम्रो त्यहाँबाट चाहिँ सुरु भयो। यो के भयो त, गोरखापत्र स्थापना गर्दादेखि नै एउटा कानुनको रूपमा लालमोहर लाएर चाहिँ ल्याएको भए पनि के हुन गयो, यो चाहिँ के छाप्ने के नछाप्ने भनेर गाइडलाइन्स तोकेर दिएको हुनाले त्यो चाहिँ जर्नलिस्ट कोड अफ कन्डक्टको पत्रकार आचार संहिताको पृष्ठभूमि नेपालमा खोज्दाखेरि हामी त्यहाँसम्म जान्छौँ। र त्यसपछि मूलत जे भने पनि पत्रकार आचार संहिता अहिले बनेको चाहिँ सारमा खिच्दाखेरि चाहिँ के कुरालाई जोड दिन्छ आचार संहिताले, निष्पक्षता, सत्यता, अनि स्रोत संरक्षण र संवेदनशील विषयमा सचेतता। यो चारवटा बुँदाको फेरिमा चाहिँ हाम्रो आचार संहिता सत्य, एकदम सत्य, एकुरेट, अघि एकुरेटको कुरा गर्नु, सत्य तथ्य, सत्य सिवाय म सत्य बोल्छु, सत्य सिवाय केही झुट कुरा ल्याउनै भएन, नभएको कुरा बढाइ चढाइ गर्नै भएन, यो काम पत्रकारिताले छुट दिँदैन। निष्पक्षता हैन, एउटा कुनै पार्टिकुलर पार्टीको, पार्टिकुलर जातको, पार्टिकुलर भाषाको, पार्टिकुलर धर्मको यो जुन गरिरहेछौँ नि त्यो चाहिँ पत्रकारिताको धर्म होइन भन्छ। अनि स्रोतको संरक्षण, जुन कन्फिडेन्सियल सोर्सहरू हुन्छ त्यसको प्रोटेक्सन गर्ने पनि पत्रकारको धर्म हो, ताकि त्यो स्रोतलाई हानि नहोस् त्यो डिस्क्लोज गर्दाखेरि, र त्यहाँभित्रको विकृति पनि त्यो स्रोत मार्फत चाहिँ आइरहोस्, उजागर भइरहोस्। र अर्को चाहिँ संवेदनशील विषयमा सचेतता भन्छ, सेन्सिटिभ इस्युहरू, जातको इस्यु सेन्सिटिभ हो, धर्मको विषय सेन्सिटिभ हो हैन, भाषाको विषय, मार्जिनलाइज ग्रुपको विषय सेन्सिटिभ हो, जसले अपाङ्गता क्षेत्रको भन्यो नि यो पनि सेन्सिटिभ हो। यस्ता विषयमा चाहिँ संवेदनशील विषयमा सचेतता भनेर सारमा चाहिँ हाम्रो चाहिँ जर्नलिस्ट कोड अफ कन्डक्टको जति कुरा गरे पनि यसको निष्कर्ष चाहिँ यही हो। त्यसो भएर अब यो 14वटा के होला त हाम्रो पत्रकार आचार संहिताले पालना गर्नुपर्ने कुरा 14वटा। यो चाहिँ के भने तपाईको यो क्रिस्चियनहरुको बाइबल, मुस्लिमको कुरान जस्तै हो। यो चाहिँ तपाईहरु पत्रकारिता गर्नुहुन्छ र आफ्नो क्रिस्चियन मिडिया मार्फत गर्नुहुन्छ भने पनि कोड अफ कन्डक्ट चाहिँ मूल रूपमा सिरानमै हालेर हिँड्नु पर्यो, त्यसलाई फलो गर्नु। त्यसलाई फलो गरेपछि विभिन्न लफडा पर्दैन, धम्की आउँदैन हैन, कारबाही हुनु पर्दैन, मुद्दा पर्दैन, त्यसमा त चनाखो हुनु पर्यो नि, पत्रकारिता नि गर्नु पर्यो, आफ्नो आस्थालाई नि लानु पर्यो। त्यसो भएर प्रेस काउन्सिल नेपालले जुन जारी गरेको छ 14वटा गर्न पर्ने कुराहरू पत्रकारले अथवा आम सञ्चार माध्यमले, सञ्चारकर्मीहरूले गर्नै पर्ने कुराहरू 14वटा छ। अब यहाँ आइसकेको छ के छ त भन्दा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वर्धन, प्रोटेक्सन अफ प्रेस फ्रिडम। किनभने हामी स्वतन्त्र भएर यसरी कुरा गरेका छौँ नि, यहाँ प्रजातन्त्र छ, प्रेस स्वतन्त्रता छ र नि गर्न पाएको छौँ। पहिलो काम चाहिँ पत्रकारहरू चाहिँ 62-63 को आन्दोलनमा सडकमै आए नि। किन आयो भन्दा यहाँ चाहिँ प्रजातन्त्र नै अपहरण भयो। अब यहाँ प्रेस स्वतन्त्रता पनि निलम्बन भयो, मिडियाहरूमा चाहिँ बन्दुक लिएर आर्मी जान थाल्यो। त्यसो भएपछि पत्रकारको अस्तित्वको लागि मिडिया बचाउन चाहिँ अब हान्नु पर्यो। कहिलेकाहीँ पहिलो शर्त चाहिँ प्रेस फ्रिडम भएको हुनाले उनीहरू समाचार लेख्ने सँगै आफ्नो मिडिया मार्फत प्रकाशन प्रसारण गर्ने सँगै प्रेस स्वतन्त्रता चाहिँ पहिलो अभिष्ट शर्त हो कि पत्रकारको। त्यो पत्रकारले गर्नै पर्ने 14वटा जुन बुँदामा पहिलो बुँदामा त्यसो भएर के गरेको छ भन्दा यसलाई चाहिँ राखेको छ। त्यसपछि मानवाधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हक, तीनटा कुरा, ह्युमन राइट, इन्टरनेसनल रिलेसन र यो सुसूचित हुने हक भनेको चाहिँ के हो त भन्दा यो सूचनाको हक, आरटीआई, राइट टु इन्फर्मेसन। यो तीनटा कुरा चाहिँ के अरे त पत्रकारले पालना गर्नुपर्ने कुरा। यति पालना अनि पेशागत मर्यादा तथा व्यवहार। अब आचार संहिता कुरा यही जोडिन्छ। पेशागत मर्यादा हुन्छ नि जुनसुकै, त्यो व्यवहार पनि हुन्छ। नमुना भयो नि पत्रकारहरू, उसको व्यवहार सही ठाउँमा सही मान्छे भेट्नु पर्यो, जो विवादास्पद मान्छे मतलब चाहिँ
उसको चाहिँ खानी हिँड्ने बोल्नेदेखिको चाहिँ अब एउटा न्यायाधीश भयो भने कति गाह्रो छ, उसको आचार संहिता झगडियालाई भेट्न मिल्दैन। त्यस्तै हाम्रा पनि केही उहरू छ, न्यायाधीशले झगडियालाई भेट्यो भने त त्यहाँ लेनदेनको कुरा हुनसक्छ नि। हाम्रो पनि गाइडलाइन्सहरू हुन्छ, त्यस पेसागत मर्यादा र व्यवहारमा चाहिँ हामीले चाहिँ पालना गर्नुपर्छ। र सामाजिक दायित्व, सोसियल रेस्पोन्सिबिलिटी, पत्रकार चाहिँ के हो त सामाजिक मान्छे हो के, सामाजिक मर्यादा हुन्छ उसको, समाजप्रतिको जिम्मेवारी जवाफदेहिता हुन्छ। त्यसो भएर सामाजिक दायित्व भुल्नु हुँदैन। अनि त्यसपछि सम्पादकीय स्वतन्त्रताको सम्मान, अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो त भन्दा पत्रकारको एडिटोरियल इन्डिपेन्डेन्सी भन्छ। जब चाहिँ त्यो चाहिँ स्वतन्त्र भएर उसले लेख्न पर्यो के, लेख्न पाउनु पर्यो। अनि उसलाई ऊ प्रभावित हुनु भएन। अभाव दबाव र प्रभावमा छ नेपाली पत्रकारिता। तर सम्पादकीय विवेक चाहिँ प्रयोग गर्दाखेरि चाहिँ स्वतन्त्रता, उसले विवेकले देखेको कुरो राइटलाई राइट, रङलाई रङ भन्नु पर्यो, निष्पक्ष भएर भन्नु पर्यो। त्यो भनेको के हो त सम्पादकीय स्वतन्त्रताको सम्मान हो। अर्को सत्य तथ्य र सन्तुलित सूचना सम्प्रेषण गर्ने, त्यो फ्याक्टमा ब्यालेन्समा गर्ने। अघि हामीले ABCDEF को प्रिन्सिपल भनेर त्यही कुरा यता पनि रिलेट भएर आयो। अनि समाचार विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण। एउटा प्रब्लम के छ भन्दाखेरि पत्रकारिताको हाम्रो आचार संहिताले स्पष्ट भनिदिएको, न्युज भ्युज र एडभर्टिजमेन्ट अलग अलग फरक कुरा हो। कन्टेन्ट चाहिँ कन्टेन्ट हो। समाचारमा के हुन्छ भन्दा स्पष्ट रूपमा त्यो ओपिनियनहरू हुँदैन, जे हो त्यही 5W1H को चाहिँ फर्मेट अनुसार हामीले भएको कुरा दिने हो। विचारमा अलिकति आइडियोलोजी पनि त्यहाँ घुसपैठ हुन्छ, त आफ्नो ओपिनियनहरू पनि राखिन्छ, कोलमहरू हामीले आर्टिकलहरू लेख्ने। अहिले त के हुन थाल्यो भन्दाखेरि त्यो विज्ञापनलाई नै समाचार बनाएर हाल्न थाल्यो। विज्ञापन छुट्टै पैसा लिएर छाप्ने कुरा भिन्दै हो र यो चाहिँ के अरे अनि समाचार छुट्टै हो होइन। यो बैंकका कतिवटा शाखा उद्घाटन भएको, यो भएको होइन, न्युज भ्यालुको हिसाबले एकदम लो भ्यालु ग्राभिटी भएकाहरू पनि आइरहेको हुन्छ नि, पैसाले प्रभावित भएर बैंकका विज्ञापनहरूले त्यो प्रभावित भइरहेको छ। त्यसो भएर उनीहरूले विज्ञापन दिनुपर्छ अनि यो न्युज पनि छापिदिनु भनेर सँगसँगै पठायो। त्यसो भएर कि चाहिँ त्यस्तो कन्टेन्ट छ भने एडभर्टोरियल भनेर नयाँ कन्सेप्ट आएको छ। एडभर्टोरियल भनेपछि त्यो केही पैसा लिएर पेड सामग्री नै भनेर बुझिन्छ, त्यसरी छुट्याइदिनु भन्छ हाम्रो कोड अफ कन्डक्टले। त्यसपछि गोप्य स्रोतको संरक्षण, अब हामी संरक्षण गर्नुपर्छ, बाध्य हुँदैन होइन। अब अभ्यास पनि त्यो छ कि यो स्रोत चाहिँ प्रोटेक्सन गर्नुपर्छ। यो कहिलेदेखि सुरु भएको छ भन्दाखेरि गोप्य स्रोतलाई जोगाउ गरेर सूचनाहरू लिन सक्दाखेरि हामी अमेरिकाको हिस्ट्रीमा हेर्दा वाटरगेट काण्ड होइन, त्यसरी चाहिँ राष्ट्रपति रिचर्ड निक्सनलाई त्यहाँको दुईटा साहसी पत्रकारले कहाँ सत्ताबाट सडकमा झारिदिएको त्यस्तो हिस्ट्रीहरू छ। अनि पत्रकारले पालना गर्नुपर्ने चाहिँ 14वटा बुँदामध्ये अब कहाँ आइपुगेका छौँ भन्दाखेरि हामी गोपनीयताको हकको सम्मान होइन, राइट टु प्राइभेसी अघि नै कुरा गरिसक्यो। अनि भ्रमण तथा लेखन वृत्तिमा पारदर्शिता, यो पनि हामीले पालना गर्नुपर्ने। भ्रमण जहाँ पाए बोलाउँदैन जानु भएन, फेलोसिपहरू लिने कुराहरूमा पनि त्यसले चाहिँ हामी स्वतन्त्र भएर पत्रकारिता गर्दाखेरि प्रभाव हुन सक्छ भन्ने कुराहरू हो। अनि त्यसपछि राष्ट्रिय विपदमा संयमता, यो पछि थपेको डिजास्टरको बेला छ नि त, जस्तो हाम्रो भूकम्प आयो, कोरोनाको टाइमहरू आयो, यस्तो बेला चाहिँ डिजास्टरको टाइममा चाहिँ जर्नलिस्ट चाहिँ अझ सोसियल रेस्पोन्सिबिलिटी पनि अझ संवेदनशील हो नि। पेसा हो उनीहरूले सही सूचना सत्य सूचना होइन, सही सूचना सत्य सूचना पब्लिकमा लानुपर्छ। अनि त्यसमा चाहिँ बढी रेस्पोन्सिबल भएर उनीहरूको एउटा राष्ट्रिय दायित्व हो। अब डिजास्टरको पनि के अरे विपद पूर्व, विपदको बेला र विपद पछिको 3 स्टेजहरू छ होइन, त्यसमा पनि हामीले ध्यान दिनुपर्छ भन्ने कुरा छ। अर्को मत सर्वेक्षणमा सतर्कता, यो पोल चुनावको टाइममा अरू हामीले भोटिङहरू यस्तो बेलामा सर्वेक्षण गर्दाखेरि चाहिँ इन्फ्लुएन्सहरू रिसर्चहरू होइन, प्री अकुपाइड रिसर्चहरू हुन्छ, रिजल्ट कहिले आउने भन्ने अन्तर्वार्ताहरूमा त्यस्तोमा सजगता, कुन इस्यु कसो हो भन्ने कुरा। अनि गल्ती भयो भने गल्ती सच्याउने तत्परता हो। ठ्याक्कै यो गल्ती सच्याउने तत्परता चाहिँ अघि मैले देखाएको नागरिक दैनिकको न्युजसँग यहाँ के तालमेल भने पुष्टि भएन होइन, एउटा डिबेट चल्यो, फलोअप पनि गर्यो। लास्टमा हामी त्यहाँ चाहिँ प्रधान सम्पादक जुन ठाउँमा समाचार छापिएको थियो फर्स्ट पेजमा छापिएको, फर्स्ट पेजमै त्यही नै ठाउँमा, नत्र खण्डन नि सानो भित्रतिर छाप्थ्यो नि। नयाँ प्रयोग के भयो त, त्यही ठाउँमा छापेर नागरिक दैनिकले होइन माफी माग्यो। हामी अब यस्तो गल्ती आउँदा दिनमा गर्दैनौँ, हाम्रो कारणले उहाँलाई चाहिँ दिलशोभा श्रेष्ठजीलाई चाहिँ अपूरणीय क्षति भयो होइन, माफी माग्छौँ भनेर। गल्ती हुनसक्छ, नियतवश गरेको गल्ती हो अथवा त्यो चाहिँ के अरे नियतवश गरेको हो कि भुलवश गरेको हो, त्यो चाहिँ गल्तीको पनि त्यहाँ चाहिँ अलिकति विश्लेषण गर्नु जरुरी छ। तर जानेरी गल्ती भयो भनेर थाहा पाउँछ, त्यसलाई रियलाइज हुन्छ,
रियलाइज हुँदाको बित्तिकै सच्याउने तत्परता भयो भने, किन पत्रकारिता भनेको हतारको साहित्य भन्छ गल्ती हुँदै गइराखेको हुन्छ। तर जति यो नलेजहरू हाम्रो वर्कसपहरू यसको चाहिँ हुन्छ गल्ती कम हुन्छ। अब कोड अफ कन्डक्टको यो कुरा गऱ्यौँ नि हामीले, अब अलिकति हामी सजगता हुनलाई पनि हुन्छ। तर गल्ती थाहा पाउन साथ चाहिँ सच्याउन चाहिँ पर्छ, सच्याउने तत्परता चाहिँ चाहिन्छ भन्छ। 14वटा गर्नै पर्ने पत्रकारहरूले गर्नुपर्ने बुँदा यो 14वटा भयो आचार संहिता अन्तर्गत। गर्नु नहुने 14वटा पनि त्यस्तै महत्त्वपूर्ण छ। त्यसलाई पनि हामीले एकदम चाहिँ सिरानमै राखेर फलोअप गरेर यसमा सबै लेखिएको छ, वेबसाइटमा डाउनलोड गरेर पाउँछ, यो तपाईँहरूले चाहिँ राख्नुहोस्। र गर्नु नहुने 14वटामा के छ त भन्दाखेरि त्यो पनि 14वटा छ। प्रेस काउन्सिलद्वारा जारी पत्रकारले गर्न नहुने 14वटा बुँदा। अब पहिलो कुरा चाहिँ के छ भन्दा यहाँ नम्बर 1मा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने काम चाहिँ गर्नु। सार्वभौमसत्ता, नेसनल सोभरेनिटी सबभन्दा ठुलो कुरो हो। एउटा जर्नलिस्ट सबभन्दा पहिला नेसनलिस्ट हुनुपर्छ भन्छ कि। अनि राष्ट्रिय एकता हैन, विभिन्न अहिले त धर्मको आधारमा, जातको आधारमा, ठाउँको आधारमा चाहिँ हुन्छ नि, एक मधेस प्रदेश भनेर उठ्यो, कहिले के संहिता बनाउने बेलामा ठुलो विवाद भयो हैन। अनि के अरे जातीय आधारको संहिता बनाउने कि यो भौगोलिक आधारको बनाउने कि लामो डिबेट भएर नेपाल त संक्रमण काउन रह्यो नि। अनि सामाजिक सद्भाव बिथोलिरहेको हुन्छ बेला बेलामा हैन। त्यो कुरा चाहिँ गर्न गर्न नहुने बुँदा चाहिँ के हो त भन्दा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने काम चाहिँ सञ्चारकर्मीहरूले आफ्नो मास मिडिया मार्फत गर्नु हुँदैन भन्छ। दोस्रोमा अब त्यसै गरी भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिको लागि सूचनाको सम्प्रेषण गर्नु हुँदैन। हाम्रो लागि सबै बराबर हैन, यो धर्म नि बराबर, ऊ धर्म नि बराबर, अथवा यो यो के अरे चिनेको आधारमा अलि बढी उसलाई स्पेस दिने, चिनेको पार्टीलाई स्पेस दिने, यो कुरा चाहिँ स्वीकार्य छैन। गर्नु नहुने कर्तव्यमा यसले राखेको छ। गर्नु हुने कर्तव्यमा यता राख्यो, गर्नु नहुनेमा भेदभाव हुने गरी र निजी स्वार्थपूर्ति त्यो सूचना ल्याएर निजी रूपमा प्रयोग गर्ने त्यस्तो अधिकार पनि यहाँ छैन। अनि तेस्रो, हिंसा, आतंक, अश्लीलता र अपराधलाई प्रशय हुने काम पनि गर्नु भएन। अघि नै मैले अश्लीलताको कुरा पनि गरेँ, हिंसा, आतंक हैन। हाम्रा लेखाइले कहिले एउटा शब्द तलमाथि पर्दा राख्दाखेरि द्वन्द्व हुन्छ, विशेष गरी यो धार्मिक मामिलाहरूमा पनि हैन। इन्डियामा नि कति द्वन्द्व भइरहेको हुन्छ नि, कहिले हिन्दू र मुस्लिमको भन्छ, कहिले के भन्छ। यसमा चाहिँ मिडिया सजग भइदियो भने मिडियाले त के हो त पोजिटिभ वातावरण चाहिँ निर्माण गर्नेतिर लाग्यो। समाज चाहिँ त्यो सोसियोलोजिकल एक्सपेक्टबाट समाज बिग्रिसकेपछि त्यो बिगार्ने काम आगोमा घिउ थप्ने होइन कि साम्य पार्नेतिर चाहिँ मिडियाले रोल खेल्नुपर्छ, पत्रकारहरूले रोल खेल्नुपर्छ। पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण पनि गर्नु भयो। जो पीडित छ नि सर्भाइभहरू, त्यसबाट नाम गोप्य राखिरहेको हुन्छ, के गरिरहेको हुन्छ होइन। अब इन्टरभ्यूहरू लिइराखेको छ भने त्यसको ब्लर गरेर चाहिँ हालिरहेको हुन्छ भोइस, त्यो इथिक्सलाई फलो गरेको हो। त्यसरी चाहिँ हामीले चाहिँ विशेष अनि अब स्पेस मार्जिनलाइज ग्रुपहरू, कम्युनिटीहरू, अघि भने नि मैले 4-5वटा निर्देशिका, अपाङ्गता मैत्री सञ्चार निर्देशिका छ, ज्येष्ठ नागरिक मैत्री सञ्चार निर्देशिका, बालबालिका मैत्री, अघि 4वटा निर्देशिका गऱ्यो। त्यो मध्येको यो अपाङ्गता मैत्री पनि एउटा हो, 73 सालमै बनाएको हो प्रेस काउन्सिलले। महिलाहरूको छुट्टै, महिलाको इस्युमा कसरी संवेदनशील हुने, बालबालिकाको मुद्दाहरूमा कसरी हुने भन्ने छ। अहिले युट्युबरवालाले जम्मै 14 वर्ष मुनि 12 वर्ष सानो सानो बच्चालाई ल्याएर विषयवस्तुलाई सेन्सेसनल गरेर भियर सेन्ट्रिक र डलर सेन्ट्रिक गरेर सिङ्गो पत्रकारितालाई बदनाम बनाइरहेको छ। त्यो हाम्रो आचार संहिताले दिँदैन र धेरै गल्ती गरे पनि कानुन पनि छ, विद्युतीय कारोबार होइन, साइबर ल आकर्षित भएर चिसो श्रेणीमा नै जान्छ। त्यसो भएर सतर्क हुनुपर्छ। अब कस्ता कस्ता टपवालालाई त मुद्दा हालिरहेको छ है, दिलभूषणजीको परिरहेको छ नि, कति 5 वर्ष गएर के माग गरेको छ। त्यसो भएर त्यो विषय चाहिँ हामीले एकदम संवेदनशील हुनुपर्छ। अब घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख हो, यो अघि मैले देखाएको थिएँ नि सुरुमा न्युज, कपुरधारामा भन्नुपर्ने ठाउँमा राजेश हमालको घर छेउमै चाहिँ बलात्कार भन्छ है। त्यो चाहिँ के हो त सेन्सेसनल बनायो कि घटनासँग असम्बन्धित छोरोले गरेको गल्तीको लागि ऊ बाजेको नाम किन राख्ने, हजुरबाबुको लेखिरहेको हुन्छ नि। त्यो आचार संहिताले त्यो दिँदैन कि जसले गल्ती गरेको छ उसको। अनि त्यस्तै गरी चाहिँ विभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण पनि गर्नु नहुने कर्तव्य हो। एकदम विभत्स र मेटेरियलहरू, र फुटेजहरू साप्दै प्रकाशन गर्दै फोटोहरू होइन, एकदम कोहीलाई चाहिँ के हुन्छ त्यो दृश्यहरू देखेर ब्लड रातो रङहरू चाहिँ नहुने, फेन्ट हुने हुन्छ, के हुन्छ। मास मिडियाबाट त कुनै एउटा व्यक्तिले हेरेर हुँदैन, विभिन्न मान्छे एकैचोटि लाखौँले हेर्छ, सोसाइटीमा विभिन्न छ नि। त्यसो भएर त्यस्तो विषयमा चाहिँ त्यसलाई चाहिँ प्रकाशन वा प्रसारण गर्नु अघि विभत्स दृश्य, विभत्स तस्विरहरूमा संवेदन चाहिँ बाँदरमुडे घटना भन्छ के थियो नि, नयाँ पत्रिकाले पछि हालेर कालो बनाएर हालेको छ रङ्गिन पनि, त्यसले चाहिँ त्यस्तो चाहिँ अलिक संवेदनशील विभत्स कुराहरू।
त्यो कुराहरू भन्छ। फोटो तथा दृश्यको चाहिँ गलत प्रयोग, एउटा प्रयोजनले ल्याएको फोटो अथवा एउटा प्रयोजनको दृश्य अन्त चाहिँ अहिले चाहिँ एआईदेखि विभिन्न चाहिँ छ नि, त्यसले गर्दा जोडदाड गर्ने जे पनि गर्न मिल्छ नि। त्यसो गरेर प्रविधिको दुरुपयोग गरेको छ भने गल्ती पनि हुन जान्छ र कारबाही पनि भोग्ने हुनाले पोस्ट डिलिट। अर्को कुरा चाहिँ अनलाइन चलाउने साथीहरूले विशेष गरी एउटा समाचार छाप्यो, के हुन्छ त भन्दा अलिकति पुष्टि भएन, गलत जस्तो लाग्यो अथवा उसले फोन गरेर थर्कायो भने चाहिँ हटाइदियो। तपाईँको यहाँ हटाएर हट्दैन नि। त्यो प्रेस काउन्सिलले चाहिँ उसको मोनिटरिङ सिस्टमले इक्विपमेन्टले सबै त्यहाँ रजिस्टर भएको मिडिया जतिको त्यहाँ चाहिँ कन्टेन गरिराखेको हुन्छ, मोनिटरिङ गरिराखेको हुन्छ। अनि तपाईँले हटाउँदा फेरि कम्प्युटर भनेको त फेरि त्यो डिलिट भएर हुँदैन नि, तपाईँको कम्प्युटरमा होला, त्यसको चाहिँ जान्छ गइसकेपछि। अनि त्यो चाहिँ बरु चाहिँ त्यो समाचार गलत छ भने यहाँनिर समाचार गलत भयो, यसको प्रष्टीकरण यो छ, यसमा यो भनाइ छुटेको रहेछ, यो भनाइ हामी थप्छौँ भनेर त्यहाँ त्यो राखेर त्यही ठाउँमा चाहिँ बरु त्यसको प्रष्टीकरण राखिदिने, खण्डन राखिदिने, तर नेभर पोस्ट डिलिट गर्नु हुँदैन भन्छ हाम्रो आचार संहिताले। त्यस्तै गरी चाहिँ अनुचित दबाव वा चाहिँ सम्बन्ध चाहिँ स्थापना गर्नु हुँदैन। दबावमा चाहिँ दबाव दिनु पनि हुँदैन। मिडिया भएको कारण, मिडियामेन भएको कारण म पत्रकार हो नत्र म चाहिँ लेखिदिउँ भन्ने हुन्छ नि, त्यो चाहिँ हाम्रो आचार संहिताले त्यो गर्नु दिँदैन। अर्को चाहिँ प्रविधिको अदृश्य प्रयोग होइन, अहिले भन्छ नि स्टिङ अपरेसनको नाममा हिडन क्यामेराहरू प्रयोग गर्ने, त्यो ओपन गर्नुपर्छ। तपाईँको बारेमा यो म कुरा गर्दैछु होइन भनेर चाहिँ लुकीछिपी एउटा अर्को उद्देश्यले गएर त्यो गरेको चाहिँ के त आचार संहिता भन्दा विपरीत चाहिँ प्रेस काउन्सिलले कारवाही गर्ने ठाउँहरू छ यस्तो गरेको। अब स्टिङ अपरेसन भने इन्डियामा त केसै भएको छ, त्यो तेलका.कमले चाहिँ त्यो स्टिङ अपरेसनको नाममा नभएको कुरा जोडदार पारेछ। पछि चाहिँ 2 करोड चाहिँ आइसी चाहिँ त्यो तरुण तेजपाल लगायत 3 जनालाई चाहिँ त्यसरी चाहिँ गरिदियो। त्यो 20 वर्षपछि मुद्दा चाहिँ फैसला भयो। त्यो मिडियै चल्न नसक्ने गरी आजीवन मिडिया बन्द हुने गरी फैसला गरिदिएको छ इन्डियामा। यस्तो यस्तो चाहिँ जोडदार प्रविधिलाई जोडदाड गरेर यो चाहिँ लुकिसिपी उनीहरूले पहिला राम्रै स्टोरी एउटा दुईवटा खोजमुला गरेको थियो, पछि चाहिँ त्यो फोरेन्सिक ल्याबबाट टेस्ट गर्दा पनि गलत भएछ। यस्तो टेक्नोलोजी जोड्दैछ। अनि त्यो चाहिँ आर्मी, इन्डियन आर्मीको मेजर जेनरल मान्छे होइन, उसले चाहिँ एउटा ब्लू लेभल र कति हजार चाहिँ घुस लिएर यसो डिलिङ गर्यो भनेर उसको जागिर गयो, सबै गयो, करियर सिद्धियो। अनि उसले चाहिँ त्यसपछि अब पब्लिकको इमेज गयो, अनि उसले न्याय पाऊँ भनेर गयो। 2-3टा स्टेपमा मुद्दा चल्यो, पछि चाहिँ त्यो पुष्टि भयो। पुष्टि भएपछि माफी मागे ती पत्रकारहरूले तेलका.कमकोले। अनि न्यायाधीशले के भनेर हेरिङ हुँदा भन्दाखेरि तपाईँहरूले जुन माफी माग्नुभयो यति बेला आएर यो बेला माफी माग्नुको अर्थ छैन, गल्ती भयो भने उनीहरूले अब पुष्टि नै भइसक्यो, कहीँबाट दाबी जिकिर गर्ने त ठाउँ रहेन। अनि त्यसपछि उनीहरूले के भने भन्दाखेरि अब जति बेला माफी मागेको छ यो माफी दिएर क्षति चाहिँ यो भइसकेको क्षति फिर्ता आउँदैन, त्यस कारण माफीको पनि लागेको होइन यो विषय। र यो क्षति हुन नसक्ने क्षति छ, अपूरणीय छ, क्यासमा काउन्ट त हुँदैन, तर 2 करोड आइसी चाहिँ दिनुपर्छ भनेर फैसला गर्दै नेपालको भए त त्यो कति 3 करोड 20 लाख भयो होइन। यस्तो यस्तो चाहिँ केसहरू अहिले आइरहेको छ ओल्डमा। त्यसो भएर पत्रकारिता चाहिँ साह्रै सेन्सिटिभ विषय छ। अनि न्याय निरूपणमा प्रभाव, यो न्याय निरूपणमा प्रभाव अघि मैले उदाहरण दिएको थिएँ नि, कन्टेम्प अफ कोर्ट, अदालतको अवहेलनाको कुरा, हाम्रो समूहजीको कुरा पनि त्यही हो। त्यही दिन फैसला हुँदैछ, त्यही दिन चाहिँ बनाएर चाहिँ होइन आज चाहिँ न्यायाधीश यसरी बिचौलियाको भन्दाखेरि त्यो चाहिँ के अरे हामीले निर्धक्क उसलाई काम गर्न दखलबाजी नगर्ने भन्ने हो। अहिले मिडिया न्यायको चाहिँ मिडिया ट्रायल हुन थालेको छ। त्यही दिन बिहान न्यायाधीशको अखबारमा जान्छ, 3टा ठुल्ठुलो हेडलाइनमा बनाइदिने कि ताकि त्यो फैसला अलिकति तलबितल पार्ने। त्यस्तो चाहिँ होइन। हाम्रो चाहिँ विचाराधीन केसमा भर्सक लेख्दै नलेख्ने, तथ्य र प्रमाण छ भने मात्रै लेख्ने। रेको भरमा स्रोतले बतायो भने ठोक्यो अहिले त होइन, स्रोतका दाबी छ रे फलानका अनुसार भनेर। अनि पेशागत मर्यादा विपरीत उपहार तथा पुरस्कार ग्रहण, यो पनि आचार संहिताले यसलाई वर्जित गरेको छ। मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर पार्ने कामलाई पनि यसले चाहिँ दिँदैन। जनस्वास्थ्य र व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना, पर्सनल हेल्थ भनेको चाहिँ यो अब होइन, कोही मान्छेलाई एड्स लागेपछि, जेसुकै लागेपछि, क्यान्सर लागेपछि उसले सार्वजनिक गर्न चाहँदैन भने त्यो चाहिँ त्यो पब्लिक गर्ने विषय होइन, पर्सनल। जस्तो कोरोनाको टाइममा नि हाम्रो त्यसो भएर चाहिँ आइएफसीको गाइडलाइन अनुसार, डब्ल्युएचओको गाइडलाइन अनुसार यतिजनालाई कोरोना देख्यो, यति उमेरको भन्थ्यो नि, नामसाम भनिएन नि मिडियाहरूले। त्यो भनेको किनभने वीरगञ्जमा चाहिँ कोरोना लाग्यो भने हेरोनामा दैलो छुनेर बस्ने अवस्था थियो। त्यो बेला एकदम त्रासदी थियो नि त मान्छेहरूमा, एकदम यो त चाँडै नेपालले लकडाउन गरे, त्यो एकदम समाज नै अर्कै अवस्था, घरमा गुम्सिएर बस्ने बेला थियो। त्यसो भएर पर्सनल हेल्थको मामिलामा त्यस्तो छ। अब यो त मैले अलिकति समस्याको कुरा गरेँ। कति टाइम गयो हाम्रो, कति टाइम छ अब? हजुर 50 मिनट होइन।
अलिकति म त अलिक फास्ट लानुपर्छ भने म अलिक गरिदिन्छु होइन। अब कारबाही तथा निर्णयहरू होइन, अघि चाहिँ के गर्यौँ हामीले समस्याको बढी कुरा उठायौँ होइन। अब यसको के छ त कारबाहीको व्यवस्था भन्दाखेरि यसमै पत्रकार आचार संहिता 2073 पहिलो संशोधन 2076 मा कारबाही तथा निर्णयको व्यवस्था पनि गरेको छ। कारबाही के हुन्छ त भन्दा प्रेस काउन्सिलले गर्ने कारबाही चाहिँ कुनै जेलमा लगेर राख्ने यदि आर्थिक जरिवाना तिर्ने यस्तो खालको हुँदैन। यो आचार संहिताको दफा 4 को पालना नगरेमा वा दफा 5 को उल्लङ्घन गरेमा वा काउन्सिलको निर्णय वा निर्देशन नमानेमा उल्लङ्घनको गम्भीरताको आधारमा सम्बन्धित पत्रकार वा सञ्चार माध्यमलाई काउन्सिलले ब्याय बमोजिम 1 वा सोभन्दा बढी कुनै पनि कारबाहीको निर्णय गर्न सक्नेछ भनेर क ख ग गरेर राखेको छ। कस्तो कारबाही हुन्छ त भने गल्ती गरेको छ भने पहिला गल्ती सच्याउ भन्छ कि यसले डिसिप्लिनमा ल्याउने काम गर्छ। खण्डन प्रकाशन प्रसारण भुल सुधार वा क्षमा याचना गर्ने निर्देशन दिने त्यस्तो कारबाही हुन्छ। पहिला मान्छेले चाहिँ गल्ती चाहिँ नियत बस नगरेर सचिएर आउँछ भने त्यो आचार संहिता इथिकल त्यसबाट डिसिप्लिनसँग सोसियल नर्मसँग भ्यालुसँग बिहेभियरसँग मैले छ भने नि ध्यानाकर्षण वा सचेत गराउने होइन, ध्यानाकर्षण वा सचेत गराउने, मूल्याङ्कन वर्गीकरण प्रक्रियाबाट अखबारलाई ग्रेडिङ गरेको हुन्छ नि त्यसलाई अलग गरिदिने, लास्टसम्मको लोक कल्याणकारी विज्ञापन पाइराखे भए त्यो सुविधाबाट वञ्चित गर्ने, अब प्रेस काउन्सिलको लिस्टिङ छ भने लिस्टिङबाट हटाउने, कालो सूचीमा राख्ने होइन, ब्ल्याक लिस्टेड गरिदिन सक्छ। अथवा लास्टसम्मको कारबाही भनेको प्रेस पास निलम्बन होइन, प्रेस प्रतिनिधि प्रमाणपत्र प्रेस पास निलम्बन यस्तो पास जुन हुन्छ नि त्यसलाई निलम्बन गरिदिन सक्छ। त्यति मात्रै कारबाही हो। अनि कानुनले गर्छ अरू चाहिँ जेल कस्तो कसुर गरेको हो र जेल जानुपर्ने चाहिँ त हामीसँग मिडिया रिलेटेड अरू लहरू छ कानुनहरू छ अनि त्यो कानुनको व्याख्या गरेर आचार संहिताले त्यस्तो ठुलो कारबाही गर्दैन। त्यसो भएर चाहिँ हामी चाहिँ यो आचार संहिताले सच्याउने र सुधार्ने कुरामा चाहिँ ध्यान दिने हुनाले अरू के छ त भन्दाखेरि अर्को लास्टमा चाहिँ सरकारी वा कुनै सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराउने कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू निश्चित अवधिको लागि उपलब्ध नगराउन भनेर सम्बन्धित निकायलाई सिफारिस पनि गर्न सक्छ। नैतिक कारबाही छ कि कारबाही 1 दिन मात्रै 5 दफा भयो भने ठुलो कारबाही हो। एउटा डाक्टरको लागि इजाजत पाएको छ मेडिकल काउन्सिलले यसको पास चाहिँ 2 दिनलाई 24 घण्टालाई जफत गर्यो सिज गरिदियो भने यो दिलसभाको केसमा पनि त्यो संवाददातालाई चाहिँ 6 महिनाको लागि पास निलम्बन गरेको छ। प्रेस काउन्सिलमा त्यो रिपोर्ट होला किनभने एउटा कमिटी बनायो प्रेस काउन्सिलले। तत्कालीन सर्वोच्च अदालतको रजिस्ट्रार डाक्टर रामकृष्ण तिमल सिन्हाको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार विभागका सहप्राध्यापक प्रबलराज पोखरेल र नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष डाक्टर शोभा गौतम डाक्टर होइन 3 सदस्यीय कमिटी बनाएर त्यसले चाहिँ राम्रो स्टडी गरेर अनि रिपोर्ट दिएपछि यो चाहिँ गलत भएको नागरिकको न्युज अनि त्यो संवाददातालाई भयो अनि त्यसकारण उनीहरू गल्ती भएपछि चाहिँ रियलाइजेसन गरेर अनि माफी मागेको त्यस्तो कारबाहीहरू छ। अनि अरू के गर्न सक्छन् कुनै पनि सरकारी भ्रमण राज्यको तर्फबाट सहभागी नगराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने राज्यको तर्फबाट ध्वनि भ्रमणहरूमा ब्ल्याकलिस्ट गरिदिन सक्छ। अनि चाहिँ त्यसपछि गम्भीर रूपमा आचार संहिता उल्लङ्घन गर्ने पत्रकार वा सञ्चार माध्यमलाई थप कारबाहीको लागि नेपाल पत्रकार महासङ्घ अथवा अब पत्रकार महासङ्घको सदस्य हुन्छ नि पत्रकार महासङ्घलाई नै सिफारिस गर्छ यसलाई चाहिँ नगर्नु है यहाँबाट कालो सूचीमा परेको मान्छे छ त्यसकारण तिमीहरूले पनि सतर्क हुनु भनिदिन सक्छ। प्रेस काउन्सिलले त्यस्तो ठुलो कारबाही गर्छ सच्याउने मात्रै हो। काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्दै पत्रकार वा सञ्चार माध्यमप्रति खेद व्यक्त गर्ने अर्को के पनि गर्न सक्छ त भन्दा पत्रकार वा सञ्चार माध्यमप्रति खेद व्यक्त गरेर खेद प्रकट गर्ने अवज्ञाकारी यसले हामीले दिएको निर्देशन मानेन भनेर अवज्ञाकारीको सूचीमा राख्ने कालो सूचीमा राख्ने पटक पटक गरिएका कारबाहीको विवरण चाहिँ आवश्यकता अनुसार सार्वजनिक गरिदिने अखबारमा निकालिदिने वेबसाइटमा राखिदिने यसले यतिपल्ट यो चाहिँ गल्ती गरेको छ है भनेर त्यो भनेको चाहिँ ठुलो नसिहत चाहिँ के हो त भन्दा आर्थिक र चाहिँ अरू जरिवाना नभए पनि त्यो चाहिँ ठुलो नैतिक कारबाही हो। त्यस्तो कारबाही चाहिँ प्रेस काउन्सिलले गर्छ। अब त्यसपछि यो कारबाही र निर्णयको कुरा भयो। अर्को चाहिँ यहाँ मैले अपाङ्गता मैत्री सञ्चार निर्देशिकाको बारेमा हिजो हाम्रो के अरे उहाँ बुढा सरले धेरै कुरा गरिसके हुनाले मैले अब टाइम पनि छ त्यहाँ चाहिँ म धेरै गइनँ यसमै राखिदिएको छ। यो हामीले यो निर्देशिका चाहिँ कहिले बनाएको हो भन्दाखेरि हिजोमा क्लियर केही भएको छैन भने अहिले पछि म 5-10 मिनट छलफलमा गरौँला। यसमा म किन गइनँ भने मेरो 2-3टा स्लाइड थियो। यो चाहिँ 72 सालमा एउटा पत्रकारितामा त्यस्तो घटना भएपछि 73मै जारी गरेको छ। त्यसको एउटामा न्युज पनि अहिले देखाइदिउँला। त्यसमा पत्रकारहरूको कर्तव्य विशेषणहरू अरू उनीहरूको मर्यादामा अपाङ्गता मैत्री अपाङ्गता क्षेत्रका मान्छेको मर्यादामा ठेस पुग्ने आँच पुग्ने उनीहरूलाई हेलाको दृष्टिकोण राख्ने भाषा शब्दावलीहरू प्रकाशन प्रसारण केही नगर्ने भन्छ। त्यसमा हामी ध्यान दिने होइन। मुख्य चाहिँ आजको के अरे थिम पनि त्यही हो। त्यो हिजो बढी निर्देशिकाको पुरै चर्चा भएको हुनाले मैले यहाँ गरिनँ।
त्यसमा सञ्चार माध्यमले गर्न नहुने भनेर भनेको छ। के गर्नु हुँदैन भन्छ भन्दा अपाङ्गता भएका व्यक्तिको सम्मानमा ठेस पुर्याउन नहुने होइन शब्दहरू प्रयोग गर्दा, अनि त्यसपछि सम्मानमा चोट पुर्याउने शब्दावलीको प्रयोग गर्न नहुने, अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने उपमाको प्रयोग गर्न नहुने, पत्रकार तथा सञ्चार माध्यमले अपाङ्गताको अवस्था वा अपाङ्गता भएका व्यक्तिको गरिमा प्रतिकूल असर पुर्याउने उखान टुक्का, हाम्रो उखानहरू त्यस्तै छ नि त सोसाइटीमा है, त्यसलाई चाहिँ प्रयोग गर्नु हुँदैन भन्ने कुराहरू यस्तै छ। त्यसपछि यहाँ अर्को यहाँ इक्जाम्पलहरू पनि छ, यो पनि तपाईँहरूलाई चाहियो भने यहाँ ऊ पनि गरिदिनुहुन्छ। अनि आपत्तिजनक समाचार शीर्षक शब्द प्रयोगका उदाहरणहरू पनि यहाँ मैले राखेको छ। यस्तो चाहिँ भनेका कुराहरूमा यस्तो के भनेको छ भन्ने हुन्छ। अब खास गरी चाहिँ पत्रकारको अधिकार र दायित्व दुईटा सँगसँगै आउँछ होइन, बोल्ने स्वतन्त्रता, नागरिक हकको सम्मान र प्रेस स्वतन्त्रता, तीनटा कुरालाई हामीले बोल्ने स्वतन्त्रता भनेको फ्रिडम अफ एक्सप्रेसन, यो त डेमोक्रेसीले दिएको राइट भयो। अनि चाहिँ त्यसपछि प्रेस फ्रिडम सँगसँगै आयो, जहाँ डेमोक्रेसी छ त्यहाँ प्रेस फ्रिडम हुन्छ। प्रेस फ्रिडम छ भन्दैमा जे पनि गर्न फ्रिडम छैन, अनि इथिकल जर्नलिजममा हामीले यहाँ ध्यान दिनुपर्छ। यति कुरा हो यसको सार चाहिँ। र अर्को के छ त भन्दा पत्रकारको अधिकार र दायित्वको यो कुरा आयो। त्यसपछि प्रेस काउन्सिलको भूमिका, यस्तो सबै विकृति भइरहेछ, प्रेस काउन्सिल के गरिरहेको भन्ने लाग्ला यसले काम गरिरहेको हुन्छ। आचार संहिता कार्यान्वयनमा निगरानी गर्छ, यसले मोनिटरिङ नियमित रूपमा सेल्फ मोनिटरिङ नै गरिरहेको छ सबै मिडियाको। अघि मैले भने न्युज पोस्ट डिलिट भयो भने त्यहाँ तुरुन्त रेकर्ड हुन्छ, पत्र आइहाल्छ तपाईँलाई। त्यसबाहेक चाहिँ कसैले उजुरी दिन पर्यो भने मिडिया क्षेत्रको यो नियामक निकाय, न्यायिक निकाय नै हो, उसले चाहिँ उजुरीहरू लिने। कसैले मिडियाले मर्का पार्यो, अन्याय गर्यो, गाली बेइज्जती मानहानि भयो, त्यहाँ उजुरी दिने, उसले त्यसको दुई पक्षबाट कुरा बुझ्छ, हियरिङ गर्छ। त्यसपछि यस्ता जुन भनेको अहिलेको कारवाहीहरू मिडियालाई गर्छ। सच्याउनलाई पहिलो मिडियाको पनि अभिभावक संस्था भएको हुनाले सच्याउनतिर यसले जोड दिन्छ। अनि उजुरीको सुनवाई गर्छ, अनुगमन र सुझावहरू दिन्छ। यसरी चाहिँ प्रेस काउन्सिलले चाहिँ काम गर्छ। र अर्को चाहिँ के छ भन्दाखेरि मुख्यतया आचार संहिता कार्यान्वयनमै निगरानी हो यसको। आचार संहिता जारी गर्ने, त्यसलाई परिपालना गर्ने, परिपालना भएको नभएको चाहिँ यसरी माइन्युटली हेर्ने। र अनि त्यो के को लागि भन्दा सोसाइटीमा इथिकल जर्नलिजमको विकासको लागि। उजुरी दियो भने त्यो उजुरीको सुनवाई गर्ने, अनि अनुगमन तथा सुझाव। यहाँनिर प्रजातन्त्र, प्रेस स्वतन्त्रता, मानवाधिकार र एडभोकेसी, धर्मको कुरा, अल्पसंख्यकको अधिकार होइन, यो सबै कुरा चाहिँ यहाँ आउँछ। प्रेस फ्रिडमभित्र, डेमोक्रेसीभित्र यी कुराहरू पनि आयो। मौलिक हक, बाल अधिकार, अपाङ्गता अधिकार, अल्पसंख्यकको अधिकार होइन, वाक स्वतन्त्रता, यो चाहिँ यसमा क्लियर छ। म यो धेरै गइरहँ। र अब काउन्सिलले गर्ने कामहरूको पनि मैले सारमा भनिदिइसकेँ। र अब के छ त भन्दाखेरि लास्टमा चाहिँ रिपोर्टिङ गर्दा हामीले ध्यान दिन सक्यो भने, आचार संहिता परिपालना गर्न सक्यो भने होइन, कानुनको अलिकति ज्ञान भयो भने, यो आचार संहिताको ज्ञान भयो भने र सुरक्षित रिपोर्टिङ चाहिँ गरियो भने, आफू बचेर रिपोर्टिङ गरियो कि ब्लेम लाउने कुरामा, अदालतको चाहिँ विषयमा टच गर्ने कुरामा कसरी टच गर्ने, यस्ता कुराहरूमा चाहिँ सचेत हुनासाथ पत्रकारिता शुद्ध हुन्छ, हामीले पनि अवगाल भोग्नु पर्दैन होइन। पत्रकारिता शुद्ध हुन्छ र हामीले पनि यो मार खानु पर्दैन कि। पत्रकारिता गरेर धेरै पत्रकारले मार खाएको छ नि त, त्यो कुरामा हामीले ध्यान दिनुपर्छ। यो एउटा न्युज छ, हेर्नुहोस्, यो चाहिँ 2072 सालमा छापिएको हो। पुनर्जागरण साप्ताहिक भन्ने नेपालको धेरै पुरानो हो पत्रिका। यो चाहिँ 35 वर्ष लगातार चाहिँ निक्लिएर 72-73 पछि यो बन्द भयो। यो यसले यस्तो न्युज लेख्यो आएन, आउन बाँकी छ। अब यो एउटा नमुना समाचार मैले 72 सालमा पुनर्जागरण साप्ताहिक भनेको पञ्चायतकालमा नि पढेको पत्रिका होला तपाईँहरूले। अनि यो चाहिँ दुईटा फोटो राखेर, त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, सुशील र केपी ओलीको राखेर। अब यो है अपाङ्गता मैत्रीको कुरा गर्छौँ नि, अघि एक निर्देशिकाको कुरा गरियो नि होइन, निर्देशिकाको कुरा गरियो होइन। यहाँ यो 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 के भयो त भन्दाखेरि यस्तो मिडियामा आउन थाल्यो, हेडलाइन नै आयो, यो मेन न्युजमै आयो होइन। मेन न्युजमा आइसकेपछि अनि अब चाहिँ यो अपाङ्गताको विषय पनि खेलाँची गर्ने विषय होइन भनेर अनि प्रेस काउन्सिलले हामीले गाइडलाइन्स बनायौँ। त्यसपछि बनायौँ 73 मा अनि निर्देशिका जारी भयो। र के भयो त भन्दा यो 35 वर्ष चलेको पत्रिका, त्यही कारणले प्रेस काउन्सिलले त्यसपछि उनलाई जवाब सोध्यो, यो के कारणले गर्नुभयो, आचार संहिताको खिलाफमा भयो भने उसले जवाब दिन सकेन, पत्रिकै सदाको लागि बन्द गरिदियो। अब भनेको लामो एउटा यो के अरे इथिकल कुरा भनेको के हो त भन्दा मान्छेलाई त्यो गिल्टी भएपछि त्यो 35 वर्ष गरेको पुराना सम्पादक होला नि, अनुभवी होला, 5 वर्ष बस्ने त हो यसको सम्पादकको नाम। अनि
यो एउटा शब्द एउटा हैन फुल स्टपसम्म सोचेर गर्नुपर्छ नि सम्पादन भन्ने कुरा हैन। यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई हामीले चाहिँ ध्यान दिनुपर्छ नि। सम्पादन भनेर त्यही भएर सम्पादन चाहिने नि त्यही भएर नि। अरू मान्छे र पत्रकार फरक छ, अरू मान्छे र रिपोर्टर र सम्पादक फरक छ। त्यसले विभिन्न लेयरमा चाहिँ चेकिङ हुँदै हुँदै एडिटिङ हुँदै हुँदै जान्छ नि। अनि पब्लिकमा आउँदा यो छाप्यो, प्रेस काउन्सिलबाट मैले रेकर्ड लिएको हो यो त्यो बेलाको पत्रिका हैन, 10-12 वर्ष पहिलाको। अनि त्यसपछि सुस्त रोज्ने कि पागल यस्तो शब्दहरू हेडलाइनमा हैन। एउटा समुदायलाई यसले उ गरिरहेको छैन, ठेस पुर्याएको छैन। त्यसपछि अनि जस्तो मैले एल्लो जर्नलिजमको अमेरिकी पत्रकारिता इतिहासमा हामी चाहिँ पित्त पत्रकारिता जुन भन्छौँ नि, त्यो जोसेफ पुलिजरले जस्तो पत्रकारितामा सेन्सेसनल कुरालाई चाहिँ उनले आफ्नो अखबारमा जुन सुरु गरे। त्यसपछि पहिलो कार्टुन पहिलो कलरको चाहिँ एउटा अखबारले त्यो एल्लो जर्नलिजमको कन्सेप्ट चाहिँ के थियो त भन्दाखेरि अमेरिकामा म टुङ्गाइदिएँ है, अब तपाईँहरू अलिकति बोर भएको छ भने नि कन्क्लुजनमा ल्याउँछु म। अनि अमेरिकामा चाहिँ त्यो एल्लो जर्नलिजमको हिस्ट्रीमा के भयो त भन्दाखेरि अहिले हामी पित्त पत्रकारिता भन्छौँ नि, नभएको कुरा सेन्सेसनल कुरा अनि गाली बेइज्जती यसो गऱ्यो भने चाहिँ यो पित्त पत्रकारिताको नमुना भन्छौँ। त्यो बेलामा चाहिँ अमेरिकामा जस्तो पेन्नी प्रेस भन्छ सन् 1833मा बेन्जामिन डेले चाहिँ जुन 3टा घटना अमेरिकाकै पत्रकारिताको इतिहासमा पढ्नुपर्छ। एउटा हामीले पेन्नी प्रेस, सेकेन्डमा चाहिँ एल्लो जर्नलिजम र थर्डमा वाटरगेट स्क्यान्डल। यो 3टै महत्त्वपूर्ण घटना हो पत्रकारिता हिस्ट्रीमा। पेन्नी प्रेस चाहिँ के हो त भन्दा त्यो 22-23 वर्षको एउटा मान्छेले पत्रिका एकदम महँगो थियो, त्यसलाई उसले के गरे बेन्जामिन डेले सस्तो मूल्य घटाए, धेरै कपी छापेर अब न्युज पेपर मास न्युज पेपर हुन थाल्यो हैन। मास भनेको धेरैले पढ्नु पर्यो तब मास हुन्छ कि, छापेर राखेर 10 कपी छाप्यो भने त्यो मास हुन सकेन, सोसाइटीमा जानु पर्यो नि। अनि उनले चाहिँ सस्तो मूल्य गराए। त्यो बेला 6 पेन्नी 7 पेन्नीसम्म पर्ने अखबारलाई 1 रुपियाँ 1 पैसा 1 पेन्नीमा गराइदिएपछि धेरैले किन्न थाल्यो। त्यसपछि हकर मार्फत साइकल बाई मार्फत चाहिँ कमिसन दिन थाले, कराएर बेच्ने कि हेडलाइन राखेर। अनि त्यसपछि त्यो बिक्रीको आधारमा उनीहरूले कमिसन पाउन थाले, तलब बाहेक। त्यसरी चाहिँ पेन्नी प्रेसको त्यो घटनालाई हामी पेन्नी प्रेस भन्छौँ। यसको सिर्जनाकर्ता बेन्जामिन डे। र त्यसपछि के भयो त त्यहाँ भन्दाखेरि त्यो बेन्जामिन डेको त्यो पछि चाहिँ न्युज पेपरहरू अब मास न्युज पेपर भयो कि मास सोसाइटीमा गयो। भलै अहिले जस्तो हाम्रो मास मिडियाहरू सोसियल नेटवर्कहरू इन्टरनेट थिएन, तर अखबारै पनि अब लार्जर धेरै छापिने भयो, सबैले पढ्न पाउने। अर्को घटना यो एल्लो जर्नलिजमको चाहिँ के हो त भन्दाखेरि एउटा अखबारले चाहिँ एउटा त्यो बेलामा चाहिँ फोटोसोटोको त्यति सिस्टम आएको थिएन, आर्टिस्ट ल्याएर पहिलो कभरको चाहिँ झुत्रो कपडा लाउने सडक बालकको चाहिँ त्यो राखिदियो, अखबार धेरै बिक्छ भनेर त्यो छाप्यो उसले पहिलो कलरको, अनि बिक्री पनि भयो। अर्कोले त्यसको देखासेखी गरेर के गर्यो भन्दाखेरि त्यही कलाकारलाई हायर गरेर त्योभन्दा बढी पैसा दिएर त्यस्तै ठाउँमा छाप्नु थाल्यो, मेरो पनि बिक्छ भनेर हैन। यसको यो चाहिँ जोसेफ पुलिजर उसले आफ्नो अखबारमा पनि। अनि यसपछि अरू अखबार पनि थिए, व्यावसायिक भइसकेको थियो अमेरिकामा। तेस्रो अखबारलाई चाहिँ अनि यस्तो यस्तो प्रतिस्पर्धा छ, तपाईँ यसमा इन्भल्भ हुनुहुन्न, के हो तपाईँको त बिकेन, उसले त बिकाइरहेछ यसो गरेर अखबार बढी लार्ज सेलिङ भइरहेछ भन्दा द्याट इज नट जर्नलिजम, द्याट इज ओन्ली एल्लोसेन्ट्रिक जर्नलिजम भनेर नाखुम्दे तेस्रो सम्पादकले। त्यो भनेको चाहिँ अर्काको कपी गर्ने, डुप्लिकेटिङ गर्ने, भएको नभएको अस्वस्थ प्रोफेसनलिजममा लानुपर्ने ठाउँमा फेरि हामीले चाहिँ यस्तै अस्वस्थ होडबाजीमा लग्यौँ। त्यसलाई चाहिँ अनि अहिले पछिसम्म पनि यो नभएको कुरा होइन, बढाइ चढाइ गर्ने कुरा चाहिँ त्यो एल्लो भनेको पहिलो पित्त पत्रकारिता, त्यसरी चाहिँ पित्त पत्रकारिता भनेर सुरु भयो। र अर्को चाहिँ के हो त भन्दा यो इन्भेस्टिगेटिभ जर्नलिजममा चाहिँ त्यो राष्ट्रपति रिचर्ड निक्सनलाई चाहिँ सत्ताको मान्छेलाई चाहिँ उसले पावर युज गरेर होइन, वाटरगेट भनेको चाहिँ त्यो वाटरगेट उसको विपक्षी पार्टीको चाहिँ पार्टी कार्यालयमा प्लम्बरको भेषमा चाहिँ त्यो मान्छेहरू छिरेर एउटा षड्यन्त्रपूर्ण ढङ्गले त्यो पैसाहरू परिचालन गरेर अनि अलि शङ्कास्पद गतिविधि लगाएपछि तिनीहरूको त्यो गतिविधि त्यो घटना भयो हुनासाथ चाहिँ त्यहाँको बब वुडवार्ड र कार्ल बर्नस्टिन 2 जना रिपोर्टरलाई के गरे त भन्दाखेरि त्यहाँको अखबारको सम्पादकले खटायो, यहाँ केही गडबड छ, तिमीहरू अब फलो गर्न थालिहाल्नु। उनीहरूले लगातार फलो गरे के पत्ता लगायो भन्दा कन्फिडेन्सियल सोर्सहरूबाट उनीहरूले व्हाइट हाउसको सोर्सहरू युज गरे, अनेक गरे। त्यहाँ उनीहरूले तल्लो मान्छे एकदम त्यो होइन चिया बेच्ने, त्यहाँ पुस्ने, धुलो पुस्ने यस्तोलाई प्रयोग गरेको भन्छ। होइन भन्दै थिए त्यो गलत गरेको कुराहरू।
त्यो उसले त राज्यको चाहिँ त्यहाँको जासुसहरू प्रयोग गर्ने, राज्यको बजेट प्रयोग गर्ने र फेरि नेक्स्ट टाइम चाहिँ राष्ट्रपतिमा जित्नको लागि र अपोजिसनको उम्मेदवारलाई चाहिँ दबाउनको लागि उसले प्रयोग गरेको कुराहरू छरपष्ट आएपछि लास्टमा महाभियोग लाग्ने भयो र त्यसपछि रिजाइन दिन बाध्य भयो होइन। वासिङटन पोस्टले यो खुलासा गरेको हो। यो चाहिँ के हो त वाटरगेट, तिनटै हिस्ट्री चाहिँ अमेरिकासँग जोडिएको छ, हामीले पढ्नुपर्छ। अनि यो येल्लो जर्नालिजमको चाहिँ त्यो खालको चाहिँ नमुना अहिले पनि प्रयोग भइरहेछ। त्यसलाई चाहिँ अब हामी इथिकल जर्नलिजम अगाडि बढायौँ भने येल्लो जर्नलिजम आफै घट्छ। इथिकल जर्नलिजम अगाडि बढाउनलाई कोड अफ कन्डक्टलाई फलो गर्नु पर्यो, सल्युसन यही छ। त्यसबारे यो चाहिँ एउटा फोटोहरू राखेको हो। यो आरआर क्याम्पसमा पढिरहेका विद्यार्थीहरू प्रेस काउन्सिलको भिजिटमा गएको बेला मिडिया मोनिटरिङ कसरी हुन्छ के भन्ने चाहिँ त्यो हेरिराखेको हो। अर्को फोटो त्यस्तै गरी यो चाहिँ त्यही मिडिया कोड अफ कन्डक्टको बारेमा त्यहीँ भएको डिस्कसन हो। यस अगाडिको अध्यक्ष हुनुहुन्छ र त्यहाँ कर्मचारी साथीहरू हो। र यो 14वटा पत्रकारले यसो गर्नुपर्छ भन्ने पालना गर्नुपर्ने नियमहरू भएको आचार संहिता, त्यो 14वटा जुन बुँदा छ त्यसलाई फलो गर्यो भने हाम्रो जर्नलिजमको चाहिँ एथिकल जर्नलिजम एकदम चाहिँ बढेर जान्छ। मेरो तर्फबाट यति नै कुरा होला। सारमा म के आग्रह गर्छु भने प्रेस काउन्सिल चाहिँ यो विषयमा संवेदनशील छ। तपाईँहरूको आफ्नो एउटा आस्था पनि छ होइन, ऊ पनि छ। हुँदाहुँदै पनि पत्रकारिता चाहिँ अगाडि बढाउँदा व्यावसायिक पत्रकारितालाई चाहिँ प्रवर्धन गर्नुपर्छ। व्यावसायिक पत्रकारिता भनेको एथिकल जर्नलिजम हो। एथिकल जर्नलिजम भनेको कोड अफ कन्डक्ट भनेको डिसिप्लिन, सोसाइटीको भ्यालुज, नर्म्स होइन, त्यो बिहेभियरसँग जोडिएको कुरा हो। यसले चाहिँ सोसाइटीलाई राम्रो पार्छ। सबैको उद्देश्य के थियो, समाजलाई बनाउने भन्ने छ। यसमा केन्द्रित भएर चाहिँ ध्यान दिन आग्रह गर्छु। अब जिज्ञासाहरू केही छ भने चाहिँ हजुर, थ्याङ्क यू।